ओम दुर्गाय नमः, ओम भागवताय नमः, ओम विष्णवे नमः, ओम श्री परमात्मने नमः, ओम श्री कृष्ण शरणं मम, बुद्धं शरणं गच्छामि, ओम गुरुदेव नमः, ओम गरुडाय नमः, ओम श्री महाकाले नमः, ओम श्री महालक्ष्मी नमः, ओम श्री महासरस्वती नमो नमः, हरि ओम नमो नारायण नारायण, हरि हरि सदा शिव, ओम नमो नारायण नारायण, हरि हरि सदा शिव, हरि ओम नमो नारायण, श्री हरि नारायण नारायण नारायण, हरि हरि सदा शिव। सबैलाई मेरो फेसबुक चाहिँ च्यानलमा आउनुहुने सबैलाई मेरो सर्वप्रथम त नमस्कार साथै नमो नारायण व्यक्त गर्न चाहन्छु। उनी ब्रह्माण्ड मालिक श्री हरि नारायण हरि हरि सदाशिवको कृपा हामी सबैलाई प्राप्त होस्। पितृदेवता, कुलदेवता, इष्टदेवता, स्थानीय देवता, ग्राम देवता, वास्तु देवताको आशीर्वाद हामी सबैलाई प्राप्त होस्, आनन्दित प्राप्ति होस्। आज बिहिबारको दिन छ, नरनारायण बाबाको विशेष दिन, श्रीहरि नारायणको विशेष जप ध्यान पूजापाठ आराधना गर्ने दिनको रूपमा लिने गरिन्छ। त्यस्तै गरी बगलामुखी आमाको पाटनमा रहेको बगलामुखी आमाको विशेष पूजापाठ आराधना जप ध्यान व्रत बस्ने दिनको रूपमा विशेष रूपमा लिने गरिन्छ। यस्तो पावन अवसरमा साथै वैशाखको अन्तिम छ र अब आउँदै गरेको पुरुषोत्तम मास वैशाखको सकिएपछि जेठको 3 गतेबाट अन्तिमसम्म चाहिँ रहेको छ। यसको पावन अवसरमा सबैलाई मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र विशेष गरी मच्छे गाउँमा रहेको मच्छेनारायण बाबाको विशेष चाहिँ पूजापाठ आराधना जप ध्यान गर्ने गरिन्छ, विशेष पर्व लाग्ने गर्छ। त्यस्तै गरी धादिङ स्थित सल्यानटारमा रहेको नृसिंहधाममा पनि पुरुषोत्तम मास मेला विशेष रहेको छ। जेठ 1 गतेबाट अन्तिमसम्म भनेर प्रचार पर्व हामीले सुन्ने गरिन्छ। त्यसै सबैलाई यस्तो विशेष पावन अवसरको निमन्त्रणा दिँदै आउनुहोला। जहाँबाट हेर्दै हुन्छ, नेपालमा कुन ठाउँमा हुनुहुन्छ, भारत हुनुहुन्छ कि अमेरिकामा हुन्छ कि बेलायत कनाडा अथवा कुनै पनि कन्ट्रीमा हुनुहुन्छ भने दर्शन गरेर जानुहोला, श्रीहरिको उपासना गर्नुहोला, नारायणको उपासना गर्नुहोला भन्दै सबैलाई नमो नारायण व्यक्त गर्दै आज पनि मैले उनी 1800 डाक्टर रामानन्द गिरिजु महाराजद्वारा दिइबक्सेको श्रीमद् भागवत महापुराण, जसले उहाँले चाहिँ संस्कृतका शब्दलाई नेपालीमा व्याख्या गरी लेखिबक्सेको कुराहरू यहाँहरूलाई पस्कन चाहन्छु। आफू पनि पारायण गर्छु, हजुरहरूलाई पनि श्रवण गरौँ, जमर्क गर्नेछु। आउनुहोला, जोडिनुहोला। एस्ट्रो रामचन्द्र अधिकारीको फेसबुकमा जोडेर आनन्द लिनुहोला। सबैलाई स्वागत गर्न चाहन्छु। ओम नमो भगवते वासुदेवाय। श्रीमद् भागवत महापुराण षष्ठ खण्ड नेपाली व्याख्या रामानन्द टीका डाक्टर स्वामी रामानन्द गिरिजु महाराजद्वारा संस्कृतका शब्दलाई नेपालीमा व्याख्या गरेर लेखिबक्सेका कुराहरू यहाँहरू समक्ष पस्कन चाहन्छु। हरि ओम नमो नारायण, श्री हरि नारायण, हरि हरि सदाशिव व्यक्त गर्दै मैले चाहिँ अघिल्लो पटक श्रीमद् भागवत महापुराणको षष्ठ खण्डको 10औं स्कन्धभित्र रहेको अध्याय 87 मा वर्णित गरिएका संस्कृतका श्लोकहरूलाई 1800 डाक्टर रामानन्द गिरिजु महाराजद्वारा नेपालीमा व्याख्या गरेर लेखिबक्सेका कुराहरू बाँकी रहेको थियो। त्यही अध्यायबाट सुरु गर्न चाहन्छु। हरि ओम नमो नारायण, श्री हरि नारायण, हरि हरि सदाशिव। ओम नमो नारायण, हरि हरि, हरि हरि सदाशिव व्यक्त गर्दै यहाँ लेख्नु भएको छ। बाँकी छ यहाँ, अग्निलाई आकाश र पातालको स्वामी बताउँदा कसरी परमात्माको स्थिति भयो, यसरी अरू देवताको प्रशंसा गर्ने वेदहरूले परमात्माको प्रतिपादन गरेको भन्न कहाँ मिल्छ र भनेर यहाँ सोधिएको छ भन्ने शङ्का हो। यसको उत्तरमा वेदहरू भन्दछन्, यतत् उपलब्धम अर्थात् वेदमा वर्णन गरिएका यी सबै देवता आदि बृहत अर्थात् सर्वव्यापक ब्रह्मरूप नै हुन्। त्यसैले सबैको स्थिति सर्वरूप हजुरकै स्थिति हो भनेर यहाँ बताइएको छ। वेदान्त शास्त्रमा सम्पूर्ण प्रपञ्चलाई पनि ब्रह्मरूपमा नै मानिन्छ। सर्व खल्विदम ब्रह्मा अर्थात् यो सबै जगत ब्रह्मा नै हो भनी वेदले यही अर्थ बताएको छ। उपलब्धम भन्ने शब्दले इन्द्रिय आदि प्रमाणद्वारा देखिने लौकिक वस्तु अनि वेद प्रमाणद्वारा जानिने पारलौकिक वस्तुहरू सबैलाई लिएको छ भनेर बाबाले लेख्नुहुन्छ। महाराज, अतः यो लोक परलोकको दुवै संसार, त्यहाँका पदार्थहरू अनि त्यहाँका प्राणी, मानिस, गाई, देवता आदि सबै ब्रह्मरूप नै हुन्। किन भन्ने प्रश्नको उत्तर भनिन्छ, अवशेषतया अर्थात् अन्तमा एउटै ब्रह्मतत्त्व मात्र अवशिष्ट रहने भएकाले ब्रह्मबाट नै जगतको
उदया स्तमयौ अर्थात् उत्पत्ति र प्रलय हुन्छ। यहाँका सम्पूर्ण प्राणीहरू ब्रह्मादेखि भूसुन्दासम्मका सम्पूर्ण जीवहरू एउटै परमात्माबाट उत्पन्न भएका हुन् र त्यही नै गई यिनीहरू लीन हुन्छन् भन्नुहुन्छ बाबा लेख्नुहुन्छ उपनिषदमा। यसबाट आगोबाट झिल्का निस्कनु समान बताइएको छ। तत्र छद्रात विविधाः सौम्य भावा प्रदायन्ति तत्र चैवायपयन्ति अर्थात् आगोबाट झिल्का निस्के चाहिँ नि अक्षर परमात्माबाट सम्पूर्ण जीवहरू निस्कन्छन् र त्यहीँ गई विलिन हुन्छन्। बाहिर संसार ब्रह्मबाट भई त्यहीँ अडिन्छ र त्यहीँ लिनुहुन्छ भन्नेमा त यतो वा इमानी भूतानि जायन्ते भन्ने सूत्र प्रमाण नै छ। तैत्तिरीयोपनिषद 3.1 जो वहाँ जहाँ उत्पन्न भई जहाँ अडिन्छ अन्तमा जहाँ लीन हुन्छ त्यो कारण तत्त्वदेखि अभिन्न हुन्छ भनेर बाबाले यसरी व्याख्या गर्नुहुन्छ। महाराज जीव र जगत यी दुवै परमात्माबाट उत्पन्न भई त्यहाँ लीन हुने भएकाले ती पनि वास्तवमा ब्रह्माहरू पनि हुन्। ब्रह्मा सबैको उपादान कारण हो अनि कार्य उत्पादन कारणदेखि अभिन्न हुन्छ भनेर बाबाले महाराज लेखिबक्सन्छ नेपालीमा। ब्रह्मा सबैको कारण हो भने त्यही केही न केही रूपमा बिग्रिएर कार्यको रूपमा आएको हुनसक्छ। अथवा ब्रह्मामा विकार आउँछ कि भन्ने शङ्का हुँदा भनिन्छ अविकृत अर्थात् अविकृत रहेको ब्रह्माबाट नै जगतको उत्पत्ति भएको। यसमा ब्रह्मा कति पनि बिग्रिएको छ भने कारणले आफ्नो स्वरूपलाई नछोडिकन अर्को रूपमा देखिनुलाई विवर्त भनिन्छ। यसमा कारण वस्तुको आफ्नो स्वरूप बिग्रिएको या नयाँ भएको हुँदैन। मृद्धि अर्थात् माटोमा विकृति अथवा घैँटो गमला आदि कार्यको उदय भएको देखिन्छ। तर घैँटोमा माटो बाहेक कुनै नयाँ वस्तु छैन। माटोले आफ्नो रूपलाई नछाडी घैँटोको नातुलाई धारण गरेको छ। तर यसै गरी ब्रह्मा पनि कति पनि नबिग्री मायाद्वारा जगतको रूपमा देखिएको मात्र हो। त्यसैले त्यसमा विकार या परिवर्तनको शङ्का छैन। यसरी अनेक पदार्थ एवं प्राणीहरूको रूपमा देखिँदा पनि आफ्नो स्वरूपमा केही विकार नआएका रूपमा नै ऋषिहरू मन वचन र आचरण समर्पित गरेका छन् भनेर बाबाले लेख्नुहुन्छ। यसैलाई उपनिषदमा तत्लानीति शान्त उपासित भनिन्छ। छान्दोग्योपनिषद 3.14.1 अर्थात् सम्पूर्ण संसार ब्रह्माबाट नै जन्मिने ल लीन हुने अनिति प्राण धारण गर्ने भएकाले शान्त भावले ब्रह्माको मात्र चिन्ता गर भनी बताइएको छ भन्नुहुन्छ बाबा। यहाँ ऋषय अर्थात् भनेर मन्त्र अनि मन्त्र जस्ता ऋषि दुवैलाई लिन सकिन्छ। वेदका मन्त्रले अग्नि वायु आदिको प्रशंसा त गरेका छन् तर ती सबै एउटै परमात्माकै अनेक रूपहरू हुन्। परमात्मा नै इन्द्र वायु आदि भित्र आत्मरूपले पछि तिनलाई सिद्ध गराउनुहुन्छ अनि ती अनेक नामबाट पुकारी उहाँ स्वयं नै यज्ञ आहुतिहरूको भोग पनि गर्नुहुन्छ भन्ने कुरा पहिले बताइएको छ भनेर बाबा महाराज लेखिबक्सन्छ। महाराज एकः पृथङ्गः नाम विराहुतुः मुदः गृहाति पुनः सोही मासी सम्पत्तिः भनेर भनिन्छ। यस प्रकार यहाँ संस्कार भएका प्राणीहरूको शुद्धलाई स्थिर गर्न परमात्मा नै अनेक देवताको रूपमा बन्ने अनि वेदले पनि परमात्माका तिनी अनेक रूपहरूको स्तुति गर्ने गरेको कुरा सिद्ध हुन्छ भन्नुहुन्छ बाबा। यसरी व्याख्या गर्नुहुन्छ महाराज। भक्तले यम तनुहु अर्थात् जुन रूपमा परमात्माको आराधना गर्न चाहन्छ परमात्मा पनि त्यसको श्रद्धामा अडिग बन्नको लागि ती रूपको बनिदिनुहुन्छ भनी भगवत गीता 7.21 भगवानले उपदेश गर्नुभएको छ। तस्य तलम श्रद्धाम तमेव विदधाम्यम अर्थात् म भक्तको श्रद्धालाई अडिग बनाउनको लागि ती रूप धारण गर्दछु। यसरी वेदमा कहिले देवताको स्तुति गर्ने कहिले परमात्माको गुण गाउने भन्ने व्यभिचारको दोष पनि आउँदैन। किनभने सबै थरी मन्त्रले आखिर अन्तमा त परमात्मालाई बुझाएका छन्। वेदहरू दृष्टान्त दिँदै भन्छन् निर्णाम अर्थात् मान्छेले दत्त पदानी अर्थात् अरू ढुङ्गा काठ आदिमाथि खुट्टा राखे तापनि उसको खुट्टा के पृथ्वीमा नै हुँदैन र भनेर सोधिएको छ। जसरी ढुङ्गा काठ माटो आदि सबै पृथ्वी भएकाले त्यसमाथि टेक्दा आखिर पृथ्वीलाई टेके हुन्छ त्यसै गरी देवताहरू परमात्माकै अनेक रूप भएकाले उनीहरूको छोटो स्थिति गर्दा पनि त्यो एउटै परमात्माको स्थिति हुन्छ भनेर बाबाले महाराज व्याख्या गरिबक्सन्छ। 1008 डाक्टर रामानन्द गिरिजी महाराजद्वारा। श्वेतरोपनिषद 4.2 पनि अग्नि वायु आदि सबै देवता एउटै तत्त्व हुन् भनी बताइएको छ पाइन्छ। तोबाग्नि स्ताददित्यस्तः वायु स्तदुः चन्द्रमा अर्थात् त्यही अग्नि तत्त्व आदित्य हो वायु र चन्द्र पनि हो। जसरी यहाँ सर्वरूपमा रहेका परमात्माको स्तुति गरिएको छ
भन्नुहुन्छ बाबा। यस श्लोकको श्रीकृष्ण लीलापरक व्याख्या पनि गरिएको छ। यो भन्दा अघिल्लो श्लोकमा श्रुतिहरूले भगवान श्रीकृष्णलाई आँखा खोली वृन्दावनमा विहार गर्नको लागि प्रार्थना गरेका थिए। यसमा मानौ भगवानले सोध्नुभयो त्यो वृन्दावन कस्तो छ र मैले त्यहाँ विहार गर्नु पर्यो भनेर सोधिएको छ। यसको उत्तरमा श्रुतिहरू भन्छन् उपलब्धम अर्थात् बाहिर इन्द्रियद्वारा देखिने यो वृन्दावन बृहत अथवा साक्षात् ब्रह्मरूप नै हो भनी भक्तहरू बताउँछन्। भक्तहरूको अनुसार भगवानले आफ्नो सत अंश र विचित अंशबाट आफ्ना दिव्य धामहरूको रचना गर्नुहुन्छ। यी दिव्य धामहरू प्राकृतिक या मायिक उपादानबाट बनेका नभई स्वयं चिद्रूप परमात्माकै उपादानबाट बनेका हुन्। यसरी गोलोक आदि धामहरू नित्य छन् भन्नुहुन्छ बाबा। पृथ्वीमा लीला गर्न अवतार दिँदा भगवान चाहिँ उहाँको दिव्य लोकको पनि यहाँ आविर्भाव हुन्छ। भगवान त्यही लीला गर्नुहुन्छ। यसरी चिद्रूप परमात्माबाट नै उत्पन्न भएकाले वृन्दावन आदि धामहरू परमात्मा रूप नै हुन् भनी भक्तहरू बताउँछन् भन्नुहुन्छ बाबा। यसरी लेख्नुहुन्छ। अवशेषतया अर्थात् प्रलयपछि पनि बाँकी रहिरहने हुनाले यी धाम नित्य हुन्। पुराणहरूमा काशी क्षेत्रलाई भगवान शिवको त्रिशूलमा अडिएकाले प्रलयमा पनि नष्ट नहुने बताइएको छ भनेर बाबा व्याख्या गरेको पाइन्छ। बाबाले भन्नुहुन्छ त्यसै गरी वृन्दावन पनि नष्ट नहुने भएकाले त्यो ब्रह्मरूप नै हो। अविकृत अर्थात् वृन्दावन स्वयं त अविकारी छ तर त्यहाँबाट विकृति अर्थात् अविकार रूप अनेक रुख लहरा आदिको उदयास्त इष्टमय हो अर्थात् उत्पत्ति र प्रलय भइरहन्छ भन्नुहुन्छ बाबा। वृन्दावनको नियतताको विषयमा उपनिषद वचनहरूलाई प्रमाणको रूपमा उद्धृत गरिएको छ भनेर भन्नुहुन्छ बाबा। साक्षात् ब्रह्म गोपालपुरी भवति साकाम्य निष्काम्य देवानं सर्वे काम भूतानां भवति अथासे वदनं भवति यथा हि वै सरसि परं तिष्ठति तथा भूम्यां हि तिष्ठति। गोपालोत्तर ता पुण्यसिद्ध एक अर्थात् गोपालपुरी वृन्दावन साक्षात् ब्रह्म नै हो। जसरी पोखरीमा त्यहाँको पानीद्वारा नछोइएर कमल बस्छ त्यसै गरी पृथ्वीमा यो बसेको छ भनेर बाबा व्याख्या गरिबक्सन्छ महाराज। श्लोकमा आएको अतः भन्ने शब्दले श्रीकृष्णको निवास स्थान वृन्दावनको त यति महिमा छ भने साक्षात् श्रीकृष्णको कति होला भनेर सोधिएको छ भन्ने तर्क सङ्केत गरेको छ। त्यसैले ऋषय अर्थात् देवर्षि नारद आदिले तोयी अर्थात् हजुर श्रीकृष्णमा नै मनोदुहु अर्थात् मन लगाए। अरू सम्पूर्ण अवतारहरूको आविर्भाव हुती भएकाले सर्व अवतार रूप श्रीकृष्णको भजन नै सबैको भजन हो भनी ऋषिहरूले श्रीकृष्णमा मन लगाए भन्ने पनि अर्थ हुन्छ भन्नुहुन्छ लेख्नुहुन्छ बाबा। फेरि श्रुतिरूपा गोपीहरू भन्छन् भूवि अर्थात् वृन्दावन भूमिमा दत्त पदानी अर्थात् पाइला टेकियो भने त्यो कहिले अयथा अर्थात् अन्य अर्थका लागि हुँदैन। तिनले त जन्म मृत्युको प्रभावरूप अनर्थलाई नष्ट गरी श्रीकृष्णलाई प्राप्त गर्दछन् भनेर यसरी बाबाले व्याख्या गरिन्छ महाराज। यस प्रकार प्रस्तुत श्लोकमा अरू सम्पूर्ण देवताहरूको स्तुति या उपासना पनि एउटै परमात्माको उपासना हो भनी बताइएको छ। यस श्लोकको तात्पर्य बताउँदै श्रीधर स्वामी लेख्नुहुन्छ द्रुहि बहिर रवीन्द्र मुखामरः जगदिदं च न भवेत पृथगुत्सितम् बहुमुखैरपि मन्त्र गणै रजस्व मूर मूर्तिस्स हो मिनि गद्दसे भनेर यहाँ लेखिएको छ। ब्रह्माजी अग्नि सूर्य इन्द्र आदि देवता अनि सम्पूर्ण जगत पनि परमात्माभन्दा भिन्न रूपमा उत्पन्न भएका छैनन्। अनेक देवताहरूको विषयमा बताउने मन्त्रले पनि ती मूर्तिहरूको रूपमा रहने परमात्मालाई स्तुति गरेका हुन्छन् भनेर बाबाले यसरी लेखिबक्सन्छ महाराज। इति तब सूर्य इष्टय दीपतयो भिलो लोक कमलः क्षपण कथा मृताब्धिः मवोगः तपांसि जहु किमुत पुनः सुधाम विदुतास स्वैकाल गुणः परम भजन्ति ते यदम पदम जस्र सुखानुभवम भनेर यहाँ लेखिएको छ। महाराजले यसरी नेपालीमा लेखिबक्सन्छ। 1008 समी डाक्टर रामानन्द गिरिज्यू महाराजद्वारा भन्नुहुन्छ बाबा लेख्नुहुन्छ महाराज त्रिगुणात्मिका मायाका मालिक
हे भगवान, हजुरका विवेकी भक्तले सम्पूर्ण मनुष्यहरूको पापलाई नाश गर्ने हजुरको कथारूपी अमृतको सागरमा डुबुल्की लगाएर सम्पूर्ण कष्टहरू त्याग्दछन् भने जसले परमात्मा स्वरूप आत्मतत्वको अनुभव गरेर करणका मलिनता एवं कालका विभिन्न अवस्थाको बात गरेका छन् र निरन्तर सुखानुभूतिको वर्षा गरिरहने हजुरको चरणको सेवन गरिरहेका छन्, ती मनुष्य दुःखबाट सधैँका लागि पार हुन्छन् भन्ने कुरोमा के आश्चर्य छ र भनेर सोधिएको छ। यहाँ बाबा लेख्नुहुन्छ विवरणमा, यस श्लोकमा भगवानको दिव्य गुणकथा अनि नित्य सुखरूप उहाँको वास्तविक रूपको स्वरूपको पनि प्रशंसा गरिएको छ। यहाँ भगवानलाई त्रयधिपते भनी सम्बोधन गरिएको छ। यसको अर्थ त्रिगुणात्मिका मायालाई नियन्त्रित गर्ने भन्ने हुन्छ। वेदहरूले यस्ता मायापति परमात्माको वर्णन त गरेकै छन्, साथै महापुरुषहरूले पनि आफ्नो सम्पूर्ण जीवन परमात्माको लागि समर्पित गरी यी शास्त्र वचनहरू प्रामाणिक भएको पुष्टि गरेका छन्। महापुरुषहरूको आचरण बिना शास्त्रका तात्पर्यहरू खुल्दैनन् अनि तिनीहरू यथार्थ भए नभएको पनि थाहा पाइँदैन। त्यसैले धर्मको स्वरूप बताउने क्रममा वेद र स्मृति सँगसँगै सदाचार अर्थात् महापुरुषहरूको आचरणलाई पनि धर्म भनिएको छ भन्नुहुन्छ बाबा। वेदः स्मृतः सदाचारः मनुस्मृति 2.12 सूर्य अर्थात् यस्ता महापुरुषहरू कथा मृताब्दीम अर्थात् भगवानका कथा मृत्यु रूपी सागरमा चुर्लममा डुब्छन्। यो सगुण परमात्माको भक्तिको प्रसङ्ग हो। यसमा भगवत कथा श्रवणको सबभन्दा बढी महत्त्व रहेको छ भनेर बाबा व्याख्या गर्नुहुन्छ महाराज। माधुर्य भक्तवात्सल्य आदि अनन्त कल्याण गुणहरूले युटाउनुभएका परमात्मालाई आफ्नो हृदयभित्र ल्याइ पुर्याउने बाटो कुन होला पनि भनेर सोधिएको छ। यहाँ यसको लागि एकमात्र बाटो भनेको सर्वेन्द्रिय नै हो। कथा श्रवण गरिसकेपछि कानको पालबाट भगवानसितै हृदयभित्र प्रवेश गर्नुहुन्छ। उहाँभित्र गइसकेपछि अन्तस्स्थः अर्थात् भित्रै अडिनुहुन्छ, बाहिर निस्किनुहुन्न। उहाँ सत्पुरुषहरूका परम हितैषी भएकाले आफ्ना यी भक्तहरूका परम मनमा रहेका अभद्र अर्थात् जति दुर्वासना पाप आदि छन् ती सबैलाई नष्ट गरिदिन्छ भनी बताइएको छ। त्यसैले मैले भागवत पारायण गर्ने हजुरलाई पनि श्रवण गराउने कोसिस गरेको हो। श्रवण गरे भने पनि आनन्द प्राप्त हुन्छ जसरी यहाँ बताइएको छ, वर्णित गरिएको छ। श्रवताम सो कथाहं कृष्णः पुण्य श्रवण कीर्तनः हृदन्त स्तो हो हा भद्राणी विदुनोति सुरितम स्वयं। भागवत 1.2.17 दुर्वासनाबाट ग्रस्त व्यक्तिहरूले कसरी परमात्माको भक्ति गर्ने भनेर यहाँ बताइएको छ भनेर आत्तिनु पर्दैन भन्नुहुन्छ। किनभने भावपूर्वक भगवानको गुणकथाको श्रवण गर्यो भने सारा दुर्वासनाहरू स्वत नष्ट हुँदै जान्छन्। त्यसैले कथा श्रवण भक्तिको प्रमुख साधन हो। साधन भक्तिको वर्णन गर्ने क्रममा सबभन्दा पहिला श्रवणम भनेर यहाँ श्रवणलाई नै बताइएको छ। कथा श्रवण गरिसकेपछि भगवानको स्वरूप एवं महात्म्य थाहा पाइन्छ। महत्त्व थाहा नपाइकन कुनै पनि वस्तुसँग प्रेम हुन सक्दैन। प्रेम भइसकेपछि भने व्यक्ति आफ्नो प्रेमीको गुणगानलाई नसुनी बस्नै सक्दैन भनेर बाबाले यसरी व्याख्या गरिन्छ महाराजले भागवतमा। त्यसैले भक्ति साधनको आरम्भ पनि कथा श्रवणबाट पनि हुन्छ र भगवत साक्षात्कार पनि पछि सिद्ध अवस्थामा त यो झन् अनिवार्य हुन्छ। भक्तिको लक्षण गर्दा नारद भक्ति सूत्र 1.7 मा कथा दिश्वती गर्गः अर्थात् कथा श्रवण आदिमा अनुराग हुनु नै भक्ति हो भने भन्ने गर्गको मत उल्लेख गरिएको छ। सम्पूर्ण प्राणीहरूका दुर्वासना पाप आदिलाई नष्ट गरिदिन भागवत कथा नै सक्षम छ। भगवानको नाममा अनि उहाँको गुणा कथामा यस्तो सामर्थ्य जसले एकै पटकमा जन्मका सम्पूर्ण पाप राशिलाई नष्ट गरिदिन्छ। कति महत्त्वपूर्ण रहेछ भगवत कथा। सुन्यो भने, श्रवण गर्यो भने, पारायण गर्यो भने, भगवानको नाम उच्चारण गर्यो भने, भगवानको नाम संकीर्तन गर्यो भने, सुन्नुहोस् है हजुर सबैले कति महत्त्वपूर्ण छ। भगवत कथा श्रवण गर्यो, भगवान श्रीहरिको नाम उच्चारण गर्यो, नारायणको नाम उच्चारण गर्यो भने त्यो मनुष्यले गरेका पापहरू दूर हुन्छ भनेर यहाँ बाबाले लेखिबक्सेको छ भागवतमा। नाम्नोस्ति हि यावती शक्ति पाप निर्हरण हरणै हरिहे तावत कटु शक्नोति पातकम पातकी जनः भनेर भनिन्छ यहाँ। अर्थात् भगवानको नाममा पापलाई नष्ट गर्ने यति शक्ति छ कि राम्रोसँग गहिरिएर सुन्नुहोला सबैले। पछि भागवतमा यी कुराहरू मेरो फेसबुक लाइभमा चाहिँ आइरहेको छ, पछि पनि आउँछ। राम्रोसँग सुन्नुहोला, ध्यान दिएर सुन्नुहोला, गहन भएर सोध्नुहोला,
ध्यान गर्नुहोला, श्रीहरिको उपासना गर्नुहोला, राधाकृष्ण राधाकृष्ण राधे राधे भन्नुहोला। तपाईँलाई के लाग्छ? नारायण भन्नुहोला, सदाशिव भन्नुहोला, जसरी भागवतमा बताइएको छ। त्यति पापी भन्दा पापी व्यक्तिले जीवनभर पनि गर्न सक्दैन। यो दृष्टिले भगवानलाई भन्नु पनि भगवानको नामलाई बढी महत्त्वपूर्ण मानिएको छ। भगवान श्रीकृष्ण स्वयं अगाडि हुँदा कंस, शिशुपाल आदिको दुर्वासना नष्ट भएन, तर कसैले भगवानको कथा श्रवण गर्यो भने त्यो व्यक्तिको दुर्वासना अवश्य पनि नष्ट हुन्छ भनेर यहाँ लेखिन्छ। त्यसैले भक्तहरूले भगवानको कथालाई अमृतको समुद्र भन्ने ठान्दछन्। शीतल जलमा डुबुल्की लगाएपछि बाहिरको प्रचण्ड तापबाट सुत जोगिन सकिन्छ। त्यसै गरी भगवानको कथा मृत्युरूपी समुद्रमा डुबुल्की लगाएपछि पनि तपांसी अर्थात् दुर्वासना या दुःखहरूबाट सुत जोगिन सक्छ भनेर बाबा व्याख्या गर्नुहुन्छ महाराज। यसरी भगवत कथा श्रवण गर्ने व्यक्तिले पापलाई छोडिदिन्छ भन्ने एउटा अर्थ हो। यो साधक भक्तलाई गरिएको उपदेश हो भनेर बाबा व्याख्या गर्नुहुन्छ। प्रहलाद जस्ता सिद्ध भक्तहरू जो भक्त कथा श्रवणलाई छाडेर एक क्षण पनि बस्न सक्दैनन्, तिनीहरूलाई हेर्दा यस श्लोकको अर्को अर्थ पनि हुनसक्छ। सूर्यः अर्थात् भागवत तत्त्व साक्षात्कार गरिसकेका सिद्धहरू भक्तहरू सधैँ कथा मृत्युरूपी समुद्रमा डुबिरहन्छन्। भगवानको कथा अखिल लोक अर्थात् सारा संसारको पापलाई नष्ट गर्न समर्थ छ। श्री सुखदेव स्वामी जस्ता परम ज्ञानी सिद्ध भक्तहरूबाट कथा श्रवण गरेर परिचित तथा राजाहरूको जन्मका पाप अज्ञान आदि सबै नष्ट भएको प्रमाण पाइन्छ भन्नुहुन्छ बाबा। भक्तमा आफै कुनै पाप नहुने भए तापनि संसारभरको पापलाई नष्ट गर्न उनीहरू सधैँ भगवानको कथालाई उच्चारण गरिरहन्छन्। भगवानको गुणकथा यस्तो आकर्षक छ कि त्यसबाट आकृष्ट भई श्री सुखदेव स्वामी जस्ता ठुला ज्ञानीहरू पनि तपांसी अर्थात् तपस्या आदि शास्त्रीय साधनलाई छाडिदिन्छन्। तपस्या, दान, यज्ञ आदि सबै साधनहरू भक्तिका अघि व्यर्थ हुन्छन्, किनभने भगवान निर्बल भक्तिद्वारा मात्र प्रसन्न बन्नुहुन्छ। हजुरले सुन्नुभयो, तपस्या, ज्ञान, दान भन्दा पनि यी व्यर्थ हुन्छन्, किनभने भगवान निर्मल भक्तिद्वारा मात्र प्रसन्न बस्नुहुन्छ। यी कुरा प्रहलादले दैत्य बालकहरूलाई पनि उपदेश गर्नुभएको छ। प्रियते मलाई यहाँ भक्तः हरिरण्यत विडम्बनम भागवत 7.8.52। यस प्रकार भागवत कथाको सबैभन्दा बढी महत्त्व सिद्ध हुन्छ। श्रवणलाई साधन भक्तिको कोटिमा गनिने भएकाले अनि संसार बन्धन नष्ट गर्ने यसको प्रमुख प्रयोजन पनि साधना अवस्था पनि रहने भएकाले यहाँ साधना अवस्थाकै अर्थ प्रमुख छ भनेर बाबा व्याख्या गर्नुहुन्छ महाराज। प्रस्तुत श्लोकमा आधा अंशले साधन रूप भक्तिको वर्णन गरेको छ भने अर्को आधा अंशले चाहिँ परमात्माको वास्तविक निरुपाधिक स्थितिमा अवस्थित रहने ज्ञानको अवस्थालाई जनाइएको छ। यदि भगवानको कथालाई केवल श्रवण मात्र गर्ने व्यक्तिले त हृदयभित्रका सारा पाप आदिलाई त्याग्दै दिन्छन् भने स्वयं स्वप्रकाश आत्मामा अवस्थित भई निर्गुणमय बन्धनलाई ध्वस्त गरिसकेका ज्ञानीहरूले पापलाई त्यागिदिन्छन् भन्नु के अनौठो भयो र भनेर सोधिएको छ। ज्ञानीलाई पापले हुँदैन भन्ने कुरा छान्दो गएपछि 4.14.3मा कमलको पातको दृष्टान्तसहित बताइएको छ। यथा पुष्कर पलाश आपोद शिलिष्यन्तः इवमियं विद्धिः पापं कर्म न शुष्क्रियते। अर्थात् जसरी कमलको पात पानीले भिज्दैन त्यसै गरी आत्मालाई जान्ने व्यक्ति पनि पापबाट छोइँदैन। सुधामा शब्दको अर्थ हुन्छ आफ्नो वास्तविक स्वरूपको स्मरण। यो जीव र ईश्वरको एकताको ज्ञानद्वारा स्वयं अन्तस्करण नै ध्वस्त हुन्छ र कर्मका सारा बन्धनहरू तत्काल नष्ट हुन्छन्। यसैलाई उपनिषदमा सियन्ते चाशक्रमाणी तस्मिन् दृष्टि पराबरे मुण्डोकोपनिषद 2.2.9 अर्थात् आफूमा ईश्वरलाई अनुभव गर्ने बित्तिकै कर्मबन्धन आदि सबै ध्वस्त हुन्छ भनी बताइएको छ। यहाँ आशय शब्दले अनेक संस्कारले युक्त रहने अन्तस्करणलाई बुझाइएको छ। त्यसका गुण भनेर राग देश आदिलाई लिनुपर्छ। त्यसै गरी कालगुण भनेर चाहिँ बुढाइ मृत्यु आदिलाई लिनुपर्छ। आफ्नो स्वरूप अपहत पापमा अर्थात् पाप आदि दोषले रहेछ अनि बीज रह मृत्यु अर्थात् बुढाइ र मृत्यु पनि रहेछ भनी उपनिषदमा बताइएको छ भन्नुहुन्छ बाबा।
छान्दो गएपनिषद 1.2.9 मा यस्तो वास्तविक स्वरूपलाई बुझिसकेपछि साधकले भ्रमद्वारा आफूमा कल्पना गरिएका यी सबै औपाधिक बन्नलाई तत्काल छाडिदिन्छ भन्नुहुन्छ बाबा। यहाँ परम भन्ने शब्दले परमात्माको निरुपाधिक वास्तविक स्वरूपलाई बुझाएको छ। अजस्र सुखानुभव अर्थात् नित्य सुखानुभव रूप परमात्माको पदम अर्थात् स्वरूपलाई आत्मरूपकै साक्षात्कार गरी सधैँ त्यसमा रमाइरहने ज्ञानीहरूको महत्त्व यहाँ गाइएको छ। यस श्लोकमा भक्तिको उत्कृष्ट साधन प्रणालीको पनि सूचना पाइन्छ। सबभन्दा पहिला संसारका तापबाट तप्त भई आएका व्यक्तिहरू भगवत कथा श्रवणको मार्गबाट साधनामा लाग्दछन्। साधना भक्तिद्वारा सारा ताप पाप आदि नष्ट भएपछि शुद्ध एवं निश्चल चित्तमा नै सुधाम अर्थात् आत्माको वास्तविक स्वरूप प्रकाशित हुन्छ। ज्ञान नहुन्जेलसम्म व्यक्तिको साधना मायामय थियो। अब व्यक्ति त्यो मायाको सीमाबाट पर पुग्दछ। अन्तस्करण र कालका सबै बन्धन ध्वस्त गर्नुले यही मायालाई अतिक्रमण गरेको जनाइएको छ। जीवनभरि भक्तिको साधन गरेको हुनाले व्यक्ति ज्ञानी भएपछि पनि त्यसलाई छाड्दैन, अपितु आफ्ना आत्मरूप परमात्माको आनन्दमय वास्तविक रूपमा रमाइरहन्छ। यो भक्ति साधनको पराकाष्ठ हो। यसमा ज्ञानी स्वयं परमात्मा रूप भएको हुन्छ। त्यसैलाई भगवानले गीता 7.18 मा ज्ञानी त्वत्मैव मे मतम अर्थात् ज्ञानी त म मेरो आत्मा नै हो भन्नुभएको छ भनेर बाबाले यसरी व्याख्या गरी बक्सिन्छ महाराज। वंशीधरले यस श्लोकलाई अर्को प्रकारले अर्थाउनु भएको छ। योभन्दा अघिल्लो श्लोकमा ऋषिहरूले परमात्मा मन लगाउँछन् भनी बताइएको थियो। भगवानमा मन लगाउनको लागि त्यहाँ विक्षेप आदि केही हुँदैन। घर व्यवहारमा रहँदा व्यवहारिक समस्या अनि नित्य र नैमित्तिक कर्मका विधानले परमात्मा मन लगाउनको लागि बाधा गर्न थाल्दछ। यो बाधालाई हटाई निरन्तर आत्मचिन्तन गरिरहनको लागि शास्त्रमा सन्यासको विधान गरिएको छ। प्रस्तुत श्लोकमा आधा श्लोकले विविदिशा सन्यास एवं आधा श्लोकले विद्वत सन्यासलाई बताइएको छ भनेर बाबा लेखिबस्नुहुन्छ महाराज। सूर्य यो पदले संसार बन्धनबाट माथि उठ्न चाहने मुमुक्षुहरूलाई बुझाइएको छ। कथा भनेर वेदान्त श्रवणलाई लिनुपर्दछ। यो कथा अमृताब्धित अर्थात् अमृतको समुद्र हो। वेदान्त श्रवणलाई किन अमृत समुद्र भनियो भन्ने शङ्कामा भनिन्छ। अमृतत्व साधनत्वात् दुर्बगाहत्वाच्च अर्थात् वेदान्त श्रवण अमृतत्व मोक्षको साधन भएकाले अमृत हो अनि दुर्बगा हो अर्थात् यसको भित्री तहसम्म पुग्ने गाह्रो भएकाले यो पनि यो समुद्र हो। यो वेदान्त श्रवणले संसारका सारा मूल्यताहरूलाई नष्ट गरिन्छ। तपन तिथि तपांसी भन्ने व्युत्पत्ति अनुसार यहाँ यसको अर्थ अनि एखणाहरू भन्ने लिनुपर्दछ। संसार बन्धनबाट मुक्त हुन चाहने मान्छेहरू पुत्रै खणा याश्च बितै खणा याश्च लोकै खणा याश्च व्युत्थायथ भिक्षातर्य चरन्ती भनेर यहाँ लेखिएको छ। ब्रिय दार्यन्य कोपिनिषद 3.5.1 मा लेखिएको छ भनिन्छ यहाँ अर्थात् पुत्रै खणा बितै खणा लोकै खणाबाट जागेर भिक्षाचर्य गरी हिँड्छन् भनी उपनिषदमा बताइएको छ। सन्तानको इच्छा, सम्पत्ति कमाउने इच्छा अनि पद प्रतिष्ठाको एवं कृतिको इच्छालाई छाडी वनमा गएर आत्मचिन्तन गर्दा स्वरूपमा स्थित हुन सजिलो पर्दछ। यो विविध दिशा सन्यास अर्थात् आत्मज्ञानको इच्छाले लिने सन्यास हो। यहाँ भगवानलाई त्रयधिपतये पते भनी सम्बोधन गरिएबाट 3 आश्रम ब्रह्मचर्य गृहस्थ वानप्रस्थमा गरेका कर्मद्वारा खुसी भई चित्त शुद्ध गराएर आत्मज्ञानको अधिकारी बनाइदिने परमात्माप्रति कृतज्ञता व्यक्त गरिएको छ। ज्ञानीहरू भने सो अर्थात् आफ्नै स्वरूपमा अवस्थित भई धाम अर्थात् स्वरूपकै प्रकाशद्वारा अन्तस्करण आदि सबैलाई बाधित गर्दछन्। यहाँ विद्युत शब्दको अर्थ हुन्छ रज्जु सर्पाधिपत बाधित अर्थात् डोरीमा परमश देखिएको सर्प बाधित भए चाहिँ बाधित भएको। ज्ञानद्वारा के बाधित हुन्छ भन्ने जिज्ञासामा श्लोकमा भनिन्छ। आशय काल गुण अर्थात् अन्तस्करण काल र गुणहरू बाधित हुन्छ भनेर बाबा लेखिबस्नुहुन्छ महाराज। ज्ञानद्वारा अन्तस्करण अर्थात् हृदय ग्रन्थि नष्ट हुन्छ, काल अर्थात् मृत्यु आदि पनि बाधिन्छ अनि गुण अर्थात् राग देश सत्व रज तम सुख दुःख आदि सबै प्रकारका गुणहरू बाधित हुन्छन्।
याज्ञवल्क्य जस्ता ती ज्ञानीहरू अजस्र सुखानुभवम अर्थात् नित्य सुखानुभव स्वरूप पदम अर्थात् आफ्नो स्वरूपको निर्वाध रूप अनुभव गर्न घरबार छाडिदिन्छन्। अज्ञानी मुमुक्षले त आत्मज्ञानका लागि तिनै एकहना त्यागिदिन्छन् भने ज्ञानीहरूले असत्य रूपमा प्रतीत हुने संसारलाई छोड्नु के नै नौलो भएर भनेर यहाँ क्वेसन मार्क गरिएको छ भन्ने अर्थ यहाँ यसबाट निस्कन्छ भन्नुहुन्छ बाबा। भगवान श्रीकृष्णको लीला पर्व अर्थ गर्दा त्रयधिपते शब्दको अर्थ हुन्छ नृत्य गीत र वादन यी तिनै कर्ममा निपुण भएका अथवा मुनिरूपा श्रुतिरूपा नित्य सिद्ध गोपिनहरूका अधिपति भन्ने अर्थ पनि गर्न सकिन्छ भन्नुहुन्छ बाबा। तपस्या आदि शास्त्रीय साधनले पनि हटाउन नसक्ने भगवान निन्ददा आदि पापहरू हुन्छन्। अखिल अर्थात् सबै मल अर्थात् पापहरूलाई पनि भगवानका रसमय रास विहार आदि कथाले नष्ट गरिदिन्छन्। भगवानका रसमय कथा सुनेर चित्त पग्लिएपछि त्यसका सम्पूर्ण दुराग्रहहरू पनि नष्ट हुन्छन् अनि भक्तिका प्रतिबन्धक अन्य दोषहरू पनि निवृत्त हुन्छन्। यस्ता रसमय कथामा अभागाह अर्थात् डुबेर रक्षित भक्तहरू तपांसी अर्थात् अरू बाहिरी धर्महरूको आश्रयलाई छाडिदिन्छन् भन्नुहुन्छ बाबा। भागवत धर्मको पालनमा बाधक हुने लोक धर्मलाई त्यागिदिनुपर्छ भन्ने यसको तात्पर्य हो। भगवानको कथालाई अस्वीकार गर्ने भन्ने भक्तहरूको त यस्तो अवस्था हुन्छ भने स्वधाम अर्थात् भगवानको दिव्य धामहरूमा रही भागवत स्वरूपको दर्शन स्पर्श आदिद्वारा जसका सबै दोष हटेका हुन्छन् तिनले ताप छाडिदिनुमा के आश्चर्य हुन्छ र भनेर सोधिएको छ। यहाँ आशय अर्थात् अन्तस्करणका गुण भनेर कामना आदिलाई लिनुपर्दछ भन्नुहुन्छ बाबा। अनि कालका गुण भनेर समयको बन्धनलाई लिनुपर्दछ। गोपिनीहरूले भगवानमा प्रेम गरी पति पुत्र घर आदिको कामलाई छाडिदिए अनि समयको बन्धनलाई पनि उनीहरूले जिते। रासलीलाको समयमा कल्पौँसम्मको समयलाई क्षण समान अनि श्रीकृष्ण बिनाको निमेषभरको समय पनि कल्पौँ समान अनुभव गर्ने तिनीहरू कालको बन्धन पनि थिएन। यसरी यस्ता भक्तहरूले संसारको तापलाई नष्ट गर्नुमा आश्चर्य हुँदैन भन्ने यस श्लोकको आशय हो भनेर बाबा व्याख्या गरिबक्सन्छ। महाराज वल्लभाचार्यले चाहिँ साक्षात्ति पातसंश्लिष्टास्तिः किं वाच्यः महायशः अर्थात् हजुरको कथा श्रवण गर्ने त तापहरूबाट मुक्त हुन्छन् भने जो हजुरको पाउकै निकटमा रही त्यसको सेवा गर्छन् तिनको विषयमा के भन्नु भन्ने अर्थ गर्नु भएको छ। महाराज लेख्नुहुन्छ अगाडि फेरि महाराज भन्नुहुन्छ यहाँ यस प्रकार प्रस्तुत श्लोकमा अनेक अर्थ हुन्छन्। मुख्यतः कथा श्रवण गर्ने साधक भक्तहरू पनि पाप मुक्त हुन्छन् भने आनन्द स्वरूप परमात्माको वास्तविक रूपमा नित्य आत्मभावले स्थित रहने जीवन मुक्त महापुरुषहरू पापबाट मुक्त हुनुमा के आश्चर्य भनेर क्वेसन मार्क गरिएको छ। यहाँ तपांसी शब्दले चिन्तालाई लिँदा ज्ञानीलाई पाप पुण्यको चिन्ताले पनि नसताउने अर्थात् हुन्छ। यसलाई उपनिषदमा सतम ह बाब न तपति किमहम साधु नरकवम किमहम असाधु अकरवम भनेर भनिएको छ। अर्थात् यो ज्ञानीलाई मैले किन सत्कर्म गरिनछु अनि मैले किन यस्तो असाधु कर्म गरिछु भन्ने चिन्ताले सताउँदैन भनी बताइएको छ। यिनै अर्थलाई श्लोक रूपमा संग्रह गर्दै श्रीधर स्वामी फेरि अगाडि लेख्नुहुन्छ। सकल वेद गणे हृदय सदगुणस्तो मितिहि श्रमनिष की जनः ततः तोयि सुभद्र गुण श्रवण दिविस्तवः पद स्मरणेन गतक्लमः भनेर लेखिएको छ। फेरि बाबा यस श्लोकलाई यसरी बताइ बक्सिन्छ। महाराज लेख्नुहुन्छ भागवतमा अर्थात् हे भगवान हजुर सम्पूर्ण वेदहरूद्वारा सद्गुणहरूको स्तुति गरिएका हुनुहुन्छ भनी सबै सत्पुरुषहरू हजुरमा रमाउँछन्। हे परम कल्याणमय परमात्मा हजुरका कल्याण गुणहरूको श्रवणद्वारा अनि हजुरको स्वरूपलाई सम्झेर पनि तिनीहरू संसारका क्लेशहरूबाट मुक्त हुन्छन् भन्नुहुन्छ बाबा। फेरि बाबा यहाँ संस्कृत श्लोकमा लेखिएको छ। यहाँ धृतय इव सुसन्तय सुवृतोः यदि तेनु विदः महत मादयोन्दः मृषिर्जन यदनुग्रहतः पुरुष विदोन्नोन्योत्रः चर्मोन्नन मयादिषु यः सदा सतः परम तुमथः यदस्यो पशि शेखमृतम भनेर लेखिन्छ। यहाँ
फेरि बाबा नेपालीमा व्याख्या गरिबक्सन्छ महाराज, भावार्थमा भन्नुहुन्छ महाराज, लेख्नुहुन्छ, प्राणीहरू यदि हजुरको सेवा गर्दछन् भने ती प्राणीहरूको जीवन सफल जीवन हो। यदि तिनीहरू हजुरको भक्त छैनन् भने हेलौँतीले सास फेरे झैँ सास फेरे तिनीहरूको जीवन निरर्थक हुन्छ। जुन आत्माबाट सामर्थ्य प्राप्त गरेर महतत्व र अहङ्कार आदिले समष्टि ब्रह्माण्ड व्यष्टि स्थूल शरीरको सृष्टि गरे, जुन आत्मा अन्नमय आदि 5 कोषहरूको आकारमा आकारित भएर ती 5 कोषहरूमा मिलेको जस्तो प्रतीत भइरहेको छ, वस्तुतः अन्नमय आदि 5 कोषहरूको अधिष्ठान रूपले अथवा साक्षी रूपले स्थूल सूक्ष्म भन्दा पर सत्य रूपले अवस्थित आत्मतत्व हजुर नै हुनुहुन्छ भनेर बाबा व्याख्या गर्नुहुन्छ। फेरि विवरणमा बाबा लेख्नुहुन्छ, यस श्लोकमा भगवानका भजन नगर्नेहरूको निन्दा गरिएको छ। अघिल्लो श्लोकमा बताइए अनुसार कथा सर्वरूप साधना भक्ति अनि ज्ञानात्मिका भक्ति दुवैले रहित भएका व्यक्तिहरूको जीवन व्यर्थ हुन्छ भनिएको छ। प्राणीहरू यदि परमात्माको सेवा गर्दछन् भने तिनीहरू बाँचेको सार्थक हुन्छ। अनुविदधति इति अनुविदः, यो व्युत्पत्ति अनुसार अनुविदः यो पदको अर्थ हुन्छ अनुवर्ती भक्तहरू। यदि प्राणीहरू परमात्माको सेवा गर्दछन् भने उनीहरूको जीवन सार्थक हुन्छ, न त केवल खलातीले सास फेर्नु समान मात्र उनीहरूको जीवन हुन्छ। उपनिषदमा परमात्मालाई सम्पूर्ण इन्द्रियभित्रको प्रेरक शक्ति रूपमा रही सबैलाई सञ्चालित गर्ने तत्त्वको रूपमा बताइएको छ। येन रूपम रसम गन्धम शब्दान ईश्वर सांसः मैथुनानन यतै नैव बीजानाति, अर्थात् परमात्माको चैतन्य सत्ताद्वारा नै प्राणीहरू रूप रस गन्ध शब्द स्पर्श आदि अनुभव गर्दछन्। इन्द्रियहरूमा संसारका विषयहरूलाई प्रकाशित गर्ने सामर्थ्य हुँदैन, तिनीहरूले आत्मशक्तिलाई पाएर मात्र प्रकाशित गर्न सक्दछन्। अझ केनोपनिषद 1.2 मा त प्राणीहरूका इन्द्रियभित्र रहने दर्शन स्पर्श आदि गर्ने शक्तिको रूपमा पनि परमात्मा रहेको बताइएको छ। श्रोतस्य सूत्रम मनसोः मनो यदः वाचो वाचम स सुप्राणस्य प्राणः, अर्थात् त्यही आत्मतत्व श्रोत्रेन्द्रियको पनि श्रोत्र अर्थात् श्रवण सामर्थ्य हो। मनको मनन गर्ने शक्ति, वाणीको बोल्ने शक्ति अनि प्राणको श्वास प्रश्वास गर्ने शक्ति पनि त्यही तत्त्व हो। सम्पूर्ण इन्द्रियभित्र ती सामर्थ्यको रूपमा परमात्मा नै बसिकाले उहाँ बिना इन्द्रियहरू स्वतः अस्तित्वहीन एवं बेकममा हुन्छन् भनेर बाबा लेखिबक्सन्छ। अतः परमात्मा चिन्तन नगर्ने प्राणीहरूले सास लिनु व्यर्थ छ, त्यो त खलौतीले सास फेरे जस्तै हो भनेर बाबाले व्याख्या गरिबक्सन्छ महाराज। बाबा फेरि अगाडि लेख्नुहुन्छ, महापुरुषहरूले भक्तिरहित जीवनको धेरै निन्दा गरेका छन्। मानिस भएर बाँच्नुको अर्थ केवल पेट भर्नु, घर बनाउनु, सन्तान जन्माउनु र मरेर जानु मात्र छैन। मानिसले त आफ्नो स्वधर्मको पालनपूर्वक जीवन बाँच्यो भने मात्र त्यसको बाँचेको छ। सास फेरेर बाँचेको हुने भए खलातीलाई पनि जिउँदो भनिनुपर्ने। यसकारण जीवन भनेको देखावटी वस्तु होइन, यो त एउटा चेतना हो र विवेक हो। त्यसैले शास्त्रहरूमा परमात्माको दर्शन नगर्ने आँखालाई मयूरको पाखको थोप्ला, कथा श्रवण नगर्ने कानलाई रुखका टोड्का अनि परमात्माको उद्देश्यलाई तीर्थयात्रा आदि नगर्ने खुट्टालाई रुख भनिएको छ भनेर बाबाले यसरी व्याख्या गरिबक्सन्छ महाराज। यी सबैको तात्पर्य मानिसले संसारको भोग एवं भौतिक उन्नति गरेर मात्र बाँचेको ठहर्दैन, उसले विवेक शक्तिको प्रयोग गरेर सर्वव्यापी परमात्मा खोज्न सक्नुपर्छ र त्यसैमा समर्पित हुन सक्नुपर्छ भन्ने हो भनेर बाबा लेखिबक्सन्छ महाराज। परमात्मा सत्य वस्तु हुनुहुन्छ, संसार मिथ्या छ। असत्य पदार्थमा लागि सत्य वस्तु छाडिदिने इन्द्रियहरूलाई कसरी सार्थक भन्न सकिन्छ र भनेर क्वेसन मार्क गरिएको छ। यहाँ परमात्माको भक्ति बिना पनि मानिसहरू विषय भोग गरी बाँचेकै छन् त भन्ने शङ्का हुँदा यहाँ यो संसारको उत्पत्ति पनि परमात्माको अनुग्रहद्वारा नै भएकाले उहाँको स्मरण बिना संसार भोग गरेको पनि सार्थक नहुने कुरा यहाँ बताइएको छ। यदनुग्रहतः अर्थात् जुन परमात्माको अनुग्रहद्वारा नै महद हमादय अर्थात् महतत्व र अहङ्कार आदिले अखण्ड अण्ड अर्थात् समष्टि ब्रह्माण्ड र व्यष्टि स्थूल शरीरको रचना गरेका हुन्। महतत्व अहङ्कार आदि स्वयं जड भएकाले यिनबाट जगतको उत्पत्ति हुन सक्दैन, यसका लागि चेतनको आवश्यकता पर्दछ भन्नुहुन्छ बाबा। वेदान्त सिद्धान्त अनुसार त ब्रह्मा बाहेक अर्को कुनै दोस्रो वस्तु छैन। जगतको सृष्टि हुनुभन्दा अघि एक मिवा द्वितीयम
छान्दो गएपनिषद 6.2.1 मा अर्थात् एक मात्र रहने अद्वितीय परमात्माबाट नै सम्पूर्ण जगतको उत्पत्ति भएको हो भन्नुहुन्छ बाबा। ब्रह्माण्डमा महातत्व आदिको पनि कुनै अलग अस्तित्व छैन। यहाँ अनुग्रह शब्दको अर्थ ती कार्यरूप प्रकट हुनु भन्ने हुन्छ। यसरी जगत सृष्टिको कारणता महातत्वको आदिमा नभई साक्षात् ब्रह्म नै रहेको बुझ्नु पर्दछ। प्रकृति महातत्व आदि उपाधिले युक्त भएर ब्रह्मा जगतको कारण हुनुहुन्छ। पूर्व उपाधिले युक्त ब्रह्मतत्व उत्तरोत्तर कार्यरूप प्रकट हुन्छ। त्यसैले आकाशबाट वायुबाट तेज उत्पन्न हुन्छ भन्ने श्रुतिको तात्पर्य स्पष्ट पार्दै ब्रह्मसूत्रमा तिथि पूर्व कारण अवस्थामा रहेको ब्रह्मबाट तिथि उत्तर कार्यको रूपमा उत्पन्न हुने जगतको सृष्टिको प्रक्रिया हो भनी बताइएको छ भनेर बाबा यसरी व्याख्या गरिन्छ महाराज। यस प्रकार महतत्व आदि पनि जुन परमात्माको अस्तित्व बिना केही गर्न सक्दैनन् त्यस्ता परमात्मा नै सबैका उत्पादक एवं प्रकाशक हुनुहुन्छ भन्नुहुन्छ बाबा। जगतलाई जगतको रूपमा प्रकाशित गर्ने परमात्मा हुनुभएकाले उहाँ बिना जगत भोगको पनि कुनै अस्तित्व रहँदैन। त्यसैले संसारीहरूले परमात्मालाई बिर्सी भोग गर्नुको केही अर्थ छैन भन्ने यसको तात्पर्य हो भनेर बाबा महाराज व्याख्या गरिबक्सन्छ भागवतमा। यसैलाई वंशीधर लेख्नुहुन्छ, तुत्कृत प्रकाशा द्रुपानुक्रम बिना कामादि सुखमपि ओ न स्यात्, अर्थात् हजुरले प्रकाशित गरी तिनलाई सिद्ध नगरिदिए विषय भएको सुख पनि सिद्ध हुँदैन भन्नुहुन्छ बाबा। इन्द्रियहरू समष्टि ब्रह्माण्ड व्यष्टि शरीरलाई प्रवेश गर्नु अघि उनीहरूले परमात्माको स्थिति गरेको पाइन्छ। इन्द्रियका अभिमानी यी देवताहरू स्वक्रिया निसाहा अर्थात् आफ्नो सृष्टि उत्पन्न गर्ने कार्यमा असमर्थ भएकाले तिनीहरूले हात जोडी परमात्माको स्थिति गरे भनी बताइएको छ। भागवत 3.5.37 मा नमाम ते देव पदार बिन्दम अर्थात् हे परमात्मा हजुरको चरणकमललाई प्रणाम गर्दछौँ। भागवत 3.5.38 मा भनी इन्द्रियका अभिमानी देवताहरूले स्तुति गरेका छन्। यस प्रकार यी इन्द्रियहरूले परमात्माको स्थिति पूर्वक नै शरीरमा प्रवेश गरेको हुनाले जसले आफ्नो इन्द्रियलाई तिनै परमात्माको सेवामा लगाउँदैनन् तिनीहरूका इन्द्रिय शरीरमा रहे पनि बराबर नै हुन्छन् भन्नुहुन्छ बाबा। त्यसैले यहाँ त्यस्ता इन्द्रियहरू बेकममा हुन्छन् भनिएको हो। अशुद्ध वृत्त यो पदले केवल आफ्नै प्राणको मात्र भरण पोषण गर्ने संसारी व्यक्तिहरूलाई बुझाइएको छ। शरीर इन्द्रिय मन आदिलाई नै आत्मा मान्ने यस्ता व्यक्तिहरू आफ्नो वास्तविक स्वरूपको उपेक्षा गर्दछन् र परमात्मालाई नचिनी जीवन बर्बाद पार्छन्। यिनीहरूलाई उपनिषदमा आत्मघाती भनिएको छ। यिनीहरूको दुर्गतिको वर्णन गर्दै ईशावास्योपनिषद 3 मा भनिएको छ, असुर्या नामते लोकः अन्धेन तमासा वृतः तामस्ति प्रताप विगच्छन्ति एके सात्मन हनो जनाः भनेर भनिन्छ। अर्थात् जो आत्मघाती व्यक्तिहरू छन् ती सबै बारम्बार घोर अन्धकारबाट ढाकिएका अज्ञानमय योनिहरूमा परिरहन्छन्। यहाँ आफ्नै स्वरूप भएका परमात्मालाई नजान्ने र उहाँको सेवा नगर्ने व्यक्तिहरूको निन्दा गरिएको छ भनेर बाबाले यसरी व्याख्या गरिबक्सन्छ महाराज भागवतमा भन्नुहुन्छ। महाराज लेख्नुहुन्छ महाराजले यसरी लेख्नु भएको छ। महाराजले 1008 डाक्टर रामानन्द गिरिजु महाराजद्वारा भागवतमा लेखिएका संस्कृतका श्लोकहरू यसरी नेपालीमा लेखिबक्सेका कुराहरू आजको बिहिबारको विशेष पावन अवसरमा मैले पारण गर्ने हजुरलाई श्रवण गराउने एउटा जमर्को गरेको छु। आनन्द लिनुहोला, श्रीहरिको उपासना गर्नुहोला, नारायणको नाम जप्नुहोला, सदाशिव सदाशिव भनेर आनन्द साथ जप्यो भने आनन्द प्राप्त हुन्छ भनेर भागवतमा बताइएको कुरा यहाँलाई श्रवण गराउने जमर्को गरिरहेको छु। जोडिनु होला। यस श्लोकमा परमात्माको अनुग्रहबाट नै महतत्व आदिले जगतको रचना गरे भनीबाट सांख्य सिद्धान्तको खण्डन भएको छ। सांख्य शास्त्र अनुसार सृष्टिमा केवल प्रकृतिको मात्र भूमिका हुन्छ, पुरुष त केवल दृष्टा मात्र हुन्छ। सांख्य सिद्धान्त अनुसार सृष्टि गर्नको लागि प्रकृतिलाई पुरुषको अनुग्रह या शक्ति चाहिँदैन। प्रकृति महतत्व अहंकार आदिको माध्यमले त्रिगुणमय संसारको रचना गर्न स्वयं समर्थ हुन्छ। यहाँ चाहिँ महतत्व आदिले परमात्माको अनुग्रहबाट मात्र सृष्टि रचना गर्न सकेको बताइएको छ।
गीता 9.10 मा पनि भगवानले मया दक्षिण प्रकृति सुयते सचराचरम अर्थात् मेरै शक्तिलाई पाएर पृथ्वीले चराचर जगतले रक्षते भनिएको छ। ईश्वर प्रकृतिलाई स्वतन्त्र रूपमा जगत कारण मान्ने सांख्य मतको खण्डन भएको छ। आत्माको स्वरूप बताउँदै यस श्लोकमा श्रुतिहरू भन्छन् पुरुषः विदः अर्थात् आत्मतत्व शरीर चाहिँ छ। पुरुषस्य विद्या इव विद्या यस्य सह अर्थात् अनन्यमय कोश आदि चाहिँ आकार हुने आत्मा पुरुष विद्या हुनुको तात्पर्य हो। शरीर एवं चिद्रूप आत्मा शरीर चाहिँ हुनु कसरी सम्भव छ भनेर सोधिएको छ। यहाँ भन्ने शङ्कामा श्रुतिहरू उत्तर भन्छन् अन्वयः अत्र अर्थात् अन्नमय प्राणमय आदि शरीरमा आत्माको अन्वय अथवा अनुवृत्ति भएकाले आत्मालाई पनि शरीर चाहिँ भनिएको हो भन्नुहुन्छ बाबा। ब्रह्मा पाँचैको स्वरूपबाट असङ्ग एवं शुद्धै छ भन्ने जनाउन यसकोमा स्वतः सतः परम भन्ने पदको प्रयोग गरिएको छ। सतः असत अर्थात् स्थूल सूक्ष्म सबै थरी कोषहरूदेखि ब्रह्मतत्व पर रहेको छ। यी सबै कोषहरू अनात्मा भएकाले बाधित हुन्छन् या नष्ट हुन्छन्। तर आत्मा चाहिँ अवशिषम अर्थात् ती कोषहरूको बाध हुँदा पनि अवशिष्ट रहिरहन्छ। यसरी सबै शरीर आदिको बाध हुँदा पनि सतरूपमा रहिरहने हुनाले आत्मालाई रितम अर्थात् सतरूप भनी बताइएको छ भन्नुहुन्छ बाबा। यस श्लोकलाई श्री कृष्ण लीलापरक व्याख्या गर्दा असुभृत भन्ने पदद्वारा याज्ञिक ब्राह्मणहरूलाई दिएको छ। श्रीकृष्णले अन्न आदिको याचना गर्दा वास्ता नगर्ने ब्राह्मणहरूको निन्दा गरिएको प्रसङ्ग हो। यो अनेक यज्ञ गरी जसको आराधना गरिन्छ तिनी यज्ञपति परमात्माको इच्छालाई अवहेलना गर्ने ती ब्राह्मणलाई असुवृद्ध भनिएको हो। ब्राह्मण यज्ञकर्ता आदि केही नभनी यो पदको प्रयोग गर्नुमा नित्य प्राण धारण गरी आफूलाई जीवित ठान्नु व्यर्थ छ भन्ने उपहासको भाव प्रकट भएको छ भनेर बाबाले यसरी व्याख्या गरी बक्सन्छ महाराज। सनातनम गोस्वामी लेख्नुहुन्छ असुवृत्तोक्ति रोख बहुत्वात अर्थात् ब्रह्माण्ड भनी असुवृत्त भन्नुले श्रुतिहरूको कुललाई दर्शाइएको छ। अनुविद्या शब्दको अर्थ बाबा लेख्नुहुन्छ महाराज भन्नुहुन्छ महाराज हुन्छ अनुविदय यज्ञ एकाम ते अर्थात् एकपछि अर्को गरी यज्ञ विधिहरू गरिरहन्छन् जो तिनीहरू त्यस्ता यज्ञहरूको जीवन खलौतीले साथ फेर्नु समान मात्र हो। भगवान त गोठालाहरूको छोरा गोप हुनुहुन्छ, उहाँको इच्छा पुरा नगर्दैमा के दोष भएर भनेर सोधिएको छ भन्ने प्रश्नमा श्रुतिहरू भन्दछन् यदनुग्रह त जुन भगवानकै अनुग्रहबाट महत अर्थात् सृष्टिकर्ता ब्रह्मादीहरूले ब्रह्माण्डको रचना गर्न सक्दछन् यस्ता हजुर सर्वश्रेष्ठ हुनुहुन्छ। यहाँ विदु शब्दको अर्थ चन्द्रमा या प्रकाशक भन्ने हुन्छ। पुरुष विदु यो शब्द पदको अर्थ हे मनुष्यहरूमा सर्वश्रेष्ठ श्रीकृष्ण चन्द्र भन्ने हुन्छ अथवा पुरुषाणाम ब्रह्मा विष्णु शिवानाम विदु प्रकाशक अर्थात् ब्रह्माण्डका श्रेष्ठ पुरुषहरू ब्रह्मा विष्णु महेश्वर शिव पनि प्रकाशक हे परमात्मा भन्ने अर्थ पनि गर्न सकिन्छ भनेर बाबा व्याख्या गरिबक्छन् महाराज। अन्नमयादिषु च रमः यसरी परिच्छेद गरी पाठ भेद मान्दा प्रचुर अन्न भएका ब्रजका अनेक ठाउँहरू अनि एकान्त परमेश्वर पनि श्रीकृष्ण खाँदै खेल्दै रमाउनु हुन्छ भन्ने अर्थ हुन्छ। रमते इति रमः अर्थात् रमाउने, यहाँ रमः शब्दले सधैँ रमाइरहने श्रीकृष्णलाई बताइएको छ। यसरी ब्रजमण्डलमा खाँदै खेल्दै रमाउने श्रीकृष्णलाई जसले भोजन आदिद्वारा प्रसन्न पारेनन् तिनीहरू बाँच्नु व्यर्थ छ। श्लोकको अन्तिम पंक्तिमा श्रीकृष्णसँग गोकुल र गाईको गोठको रक्षा गर्न प्रार्थना गरिएको छ। स्वतः अर्थात् गाईहरू बस्ने पवित्र गोठ या गोकुल अब अर्थात् रक्षा गर त्यस्तो गोकुल कस्तो छ भन्ने सोधिएको छ भन्ने प्रश्नको उत्तर दिँदै श्रुतिहरू भन्छन् असतः परम अर्थात् दुष्ट कंसको शत्रु समान भएको गोकुललाई रक्षा गर। अनेक राक्षसहरू पठाई उपद्रव बजाइरहने कंसलाई नष्ट गरी ब्रजमण्डलको रक्षा गर्ने प्रार्थना यहाँ गरिएको छ। यो ब्रजमण्डल शेखम अर्थात् श्रीकृष्णकै उपभोगको लागि हो। सत्य स्वरूप परमात्मा जसबाट आनन्द लिनुहुन्छ त्यो स्थान पनि ऋतम अर्थात् सत्स्वरूप नै होला, किनभने असत वस्तुबाट परमात्मालाई के आनन्द आउला र भनेर क्वेसन मार्क गरिएको छ। यसरी यहाँ श्रीकृष्णको प्रशंसा गरिएको छ। यस प्रकार यस श्लोकमा सम्पूर्ण शरीर आदिका साक्षीको रूपमा श्रीकृष्णको वर्णन गरिएको छ अनि जसले परमात्माको भजन गर्दैनन् तिनको जीवन व्यर्थ भएको जनाइएको छ। यस श्लोकमा भावलाई समेट्दै श्रीधर स्वामी फेरि लेख्नुहुन्छ
नर बपु प्रतिपद्य यदि तोहि श्रवण बढन सस्फणादिभिः नरहरे न भजन्ति नृणामिदम द्रुति बदुच्छो वसितम विफलम ततः भनेर लेखिएको छ। बाबा नेपालीमा व्याख्या गरिबक्सिन्छ महाराज, अर्थात् हे नरहरि, मानिसको जन्म पाएर पनि प्राणीले यदि श्रवण कीर्तन स्मरण आदिद्वारा हजुरको भजन गरेनन् भने तिमीहरूले साथ लिनु खलातीले हापा फ्याक्नु झैँ व्यर्थ छ भनेर बाबाले यसरी व्याख्या गरिबक्सिन्छ महाराज नेपालीमा। उत्तरमुपासते त ऋषि वर्तमान छु कृपदृश्यः परिसर पद्धतिम हृदय मारुणयो दहरम तत उदगादनन्तं तपधाम शिरपरम पुनरिह एतत् समेतिः न पतन्ति कृतान्तमुखे भनेर यहाँ संस्कृतको श्लोक लेखिन्छ। यसलाई बाबा यसरी व्याख्या गर्नुहुन्छ महाराज। 1008 डाक्टर रामानन्द गिरिजु महाराज जो चाहिँ महेश्वर आश्रमको पीठाधीश होइसिन्थ्यो, देवघाटमा रहेको पारिपट्टि रहेको महेश आश्रमको पीठाधीश होइसिन्थ्यो। अहिले चाहिँ नरनारायण बाबाको आश्रममा हुनुहुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ। उहाँले दिइबक्सेको धेरै वर्ष अगाडि भागवत 18,000 श्लोक 8 खण्ड विभाजित, बाबु यो तैँले अहिले त पढ्दैछस् होला, पछि गएर पढाइ भनिबक्सेको हुनाले मैले भागवत पारायण गर्न सुरु गरेको हो। उहाँले भन्नुभएको हुनाले उहाँको शब्दलाई शिरोधार्य गरेर पछि बुढो भएपछि पढाइ बाबु, म त्यति बेला 27-28 वर्षको उमेर थियो, दराजमा ल्याएको यो भागवतलाई मैले चाहिँ आफू पनि पारायण गर्ने, हजुरलाई पनि श्रवण गरायो भने आनन्द प्राप्त हुन्छ भनिएको हुनाले मेरो फेसबुक लाइभबाट यहाँलाई श्रवण गराउने जमर्को मात्र गरेको हुँ। भावार्थमा बाबाले भन्नुहुन्छ, ऋषि सम्प्रदायहरूमा रहेका तर स्थूल बुद्धि भएका साधकहरू उदरस्थ मणिपुरको चक्रमा ब्रह्माको उपासना गर्दछन्। शुद्ध चित्त भएका अरुण सम्प्रदायका ऋषिहरू पनि सम्पूर्ण नाडीहरू जहाँबाट फैलिन्छ त्यस्तो हृदयरूप आकाशमा सूक्ष्म ब्रह्माको उपासना गर्दछन्। परमात्माको असली रूप स्वरूपलाई उपलब्ध गराउने सुषुम्ना नाडी त्यही हृदयबाट निक्लिएर ब्रह्मा रन्ध्रतिर गएको छ र भगवानको त्यस धामलाई प्राप्त गरिसकेपछि साधकहरू कालको मुखमा पर्दैनन् भनेर बाबा व्याख्या गरिबक्सिन्छ महाराज। विवरणमा लेख्नुहुन्छ महाराज, यस श्लोकमा ऋषिहरूले अनेक उपाधिको आधारमा परमात्मालाई अनेक रूपमा उपासना गर्दछन् भनी बताइएको छ। श्रीधर स्वामीले उदरम ब्रह्मोति सार्क राक्ष उपासते हृदयम ब्रह्मोति आरुण्यः भन्ने सूत्री वाक्यको उद्धरण दिँदै यसको व्याख्या गर्नुभएको छ। सार्क राक्षहरूले उदरलाई नै ब्रह्मा भनी उपासना गर्दछन् भने आरुणीहरूले चाहिँ हृदय नै ब्रह्मा भनी उपासना गर्दछन् भन्ने यसको तात्पर्य हो। श्लोकमा सार्क राक्षहरूलाई बुझाउन कुर्प दृश्य भन्ने पद आएको छ। कुर्प सर्क रजः विदते दिशु अचिसु एखाम अर्थात् कुर्प भनेको सखरको धुलो, दृक् अर्थात् आँखामा छ जसको तिनलाई कृप दृक् भन्दछन्। यसको तात्पर्य रजोगुणद्वारा दृष्टि ढाकिएका या स्थूल दृष्टि भएका भन्ने हुन्छ। यिनीहरूले स्थूल दृष्टि भएका हुनाले हृदयभित्र प्रेरकको रूपमा रहेका परमात्मालाई जान्न सक्दैनन् र पेटभित्र उनको उपासना गर्छन्। उदरको सामान्य अर्थ पेट भन्ने हुन्छ, तर उदरोपासना गर्नुको अर्थ पेटलाई ब्रह्मा सम्झिनु चाहिँ होइन भन्नुहुन्छ बाबा। पेटभित्र आएको वस्तुलाई पचाउने वैश्वानर रहेको हुन्छ। भगवानले गीता 15.14 भन्नुभएको छ, अहम वैश्वानरो हो भूत्वा पाणिम दिहमाश्रितः वैश्वानरान्त यार्मिणम, अर्थात् यहाँ उदर भनेर वैश्वानरका पति अन्तर्यामी रूपमा रहेका परमात्मालाई लिनु पर्दछ भन्नुहुन्छ बाबा। अन्न आदिलाई पचाइ शरीरका लागि आवश्यक शक्ति उत्पन्न गरिदिनुहुनाले यो परमात्माको रूप क्रिया शक्तिको प्रवर्तक हो। सार्क राक्षहरूले मणिपुरमा चक्रमा यही रूपमा परमात्माको चिन्तन गर्दछन्। आरुण्यः अर्थात् आरुणीहरू चाहिँ सूक्ष्म दृष्टि भएका हुनाले हृदय अर्थात् हृदयभित्रका प्रेरकका रूपमा परमात्माको चिन्तन गर्दछन्। हृदयभित्र अन्तर्यामीका रूपमा परमात्मा रहनुहुन्छ र यस रूपले उहाँले जीवलाई प्रेरित गर्नुहुन्छ। बुद्धि आदिको प्रवृत्ति पनि उहाँबाट नै हुन्छ। त्यसैले ज्ञान शक्तिका प्रवर्तक जीवका अन्तर्यामी परमात्माको रूपमा आरुणीहरूले उहाँको उपासना गरेको देखिन्छ। यसरी केही स्थूल दृष्टि भएकाहरू क्रियाशक्तिको प्रवर्तक उदरस्थ वैश्वानरको रूपमा परमात्माको चिन्तन गर्दछन् भने सूक्ष्म दृष्टि भएकाहरू चाहिँ ज्ञान शक्तिका प्रवर्तक हृदयस्थ अन्तर्यामीका रूपमा परमात्माको चिन्तन गर्दछन्।
यहाँ हृदयलाई परिसर पद्धति भनिएको छ। यसको अर्थ हुन्छ परितः सरन्तिहि इति परिसरहा नाडयतासम पदन्ते प्रसरणस स्थानम, अर्थात् शरीरभरि जताततै फैलिएका नाडीहरू प्रसादित हुने मूल ठाउँ। प्रश्न परिषद 3.6मा पनि हृदयबाट मुख्य 101 नाडीहरू निस्केका छन् भनिएको छ। हृदय नै मूल रूपमा परमात्मालाई उपलब्ध गर्ने स्थान हो। यसलाई परमात्माको निवास स्थान हो भनी शास्त्रमा बताइएको छ। अस्मि ब्रह्मापुरे दहरम पुण्डे रिकम भेष्यम तहरो स्मिन् अनन्तराकाशः, छान्दोग्योपनिषद 8.1.1, अर्थात् यो ब्रह्मापुर शरीरभित्र पुण्डरिक कमलको आकाशको मांसपिण्ड छ। त्यसभित्रको खाली ठाउँलाई दहराकाश भनिन्छ। यही दहराकाशमा नै ब्रह्माको उपलब्धि हुने हुनाले ब्रह्मलाई पनि दहर ब्रह्मा भनिएको हो भनेर बाबा यसरी व्याख्या गरिबक्छ महाराज। शरीरभित्रका नाडीहरूमध्ये सबभन्दा महत्त्वपूर्ण सुखुम्ना नाडी नै हो। यसलाई सुखमा तब धाम अर्थात् परमात्माको उपलब्धि स्थान भनिएको छ। यो नाडी मूलाधार चक्रबाट हृदय हुँदै ब्रह्मारन्ध्र सहस्रारसम्म पुगेको छ र त्यसलाई पनि भेदन गरी ज्योतिर्मय एवं अदृश्य रूपमा यो ब्रह्माण्डसम्म फैलिएको छ। यसैद्वारा प्राण त्याग्ने व्यक्तिहरू सिधा ब्रह्मालोकमा जान्छन्। त्यसैले यस श्लोकमा यसलाई पाइसकेपछि मान्छेहरू फेरि कालको चक्रमा फर्किँदैनन् भनी बताइएको छ। यहाँ नाडी र चक्रहरूको प्रसङ्ग बुझ्न योग एवं तन्त्र शास्त्रका मुख्य मान्यताहरू जान्नु आवश्यक देखिन्छ भनेर बाबा लेखिबक्छ महाराज। योग शास्त्रमा षड्चक्र अर्थात् 6वटा चक्रहरू बताइएका छन्। शरीरमा रहने अनेक प्रकारका नाडीहरूमध्ये इडा, पिङ्गला, सुखुम्ना मुख्य नाडीहरू हुन्। मूलधार प्रदेशबाट सुरु भएका यी नाडीमध्ये इडा दाहिनेतिर, पिङ्गला देब्रेतिर हुन्छ भने बीचमा सुखुम्ना नाडी हुन्छ। यी क्रमशः सूर्य, चन्द्र र अग्निका प्रतिनिधिहरू हुन् भनी बाबा व्याख्या गर्नुहुन्छ महाराज। प्राणवायुसँग यिनीहरूको प्रत्यक्ष सम्बन्ध हुन्छ। इडा नाडीबाट प्राणवायु चल्दा नाकको दाहिने स्वर खुलेको याद गर्नु है हजुर। यहाँ कसरी बाबाले व्याख्या गर्नुभएको छ भागवतमा हुन्छ भने पिङ्गलाबाट चल्दा देब्रे स्वर खुलेको हुन्छ भनेर बाबा व्याख्या गर्नुहुन्छ। यसको अनुभव नाकका पलमध्ये कताको श्वास बढी खुलेको छ यसबाट गर्न सकिन्छ। सुखुम्नाबाट प्राणवायु चल्दा चाहिँ दुवै नाकका पलबाट समान रूपमा श्वास खुलेको हुन्छ। परमात्माको ध्यान, अन्तरङ्ग योगाभ्यास, दृढ ब्रह्माचिन्तन आदि गरिएको बेलामा स्वत नै प्राण सुखुम्नाबाट चलेको हुन्छ। सामान्य अवस्था भने 1.5-2 घण्टाको अन्तरमा इडा पिङ्गलामा सुरहरू बदलिरहेका हुन्छन्। चन्द्र सोहोर अर्थात् नाकका बायाँ पल खुल्दा शरीरभित्र शीतलताको सञ्चार हुन्छ। चन्द्र सोहोर अर्थात् नाकका बायाँ पल खुल्दा शरीरभित्र शीतलताको सञ्चार हुन्छ। त्यसैले दिउँसो बढी मात्रामा यो स्वर चल्नु शुभ मानिन्छ भने रातमा उष्णतावर्धक बायाँ या सूर्य स्वर चल्नु शुभ मानिन्छ पनि भन्नुहुन्छ बाबा। यसरी यी 3 नाडीहरूको सम्बन्ध छ। 3 नाडीहरू जहाँ एक आपसमा जोडी नाडी गुच्छको आकाश लिन्छन् त्यसैलाई नि योग शास्त्रमा अनेक चक्रहरू भनिएको छ। यद्यपि शरीरका नाडीहरू जहाँ गुच्छ बन्दछन् त्यही स्थानमा यौगिक चक्रहरू पनि रहेका हुन्छन्। तर चक्रहरू ज्योतिर्मय तैजस भएकाले यिनीहरू स्थूल स्थितिबाट नभई सूक्ष्म मानस स्थितिबाट मात्र प्रत्यक्ष हुन्छन्। मूलाधार प्रदेशमा जहाँबाट 3 नाडीहरू निस्कन्छन् त्यहाँ तीनै नाडी एकै ठाउँमा जोडिएका हुन्छन्। त्यसैले यसलाई मूलधार चक्र भनिन्छ। यसको ठाउँ गुदा र लिङ्गको बीचमा रहेको हुन्छ। यहाँबाट फेरि छुट्टिएका यी नाडीहरू लिङ्ग र नाभिका बीचमा प्रदेशमा फेरि जोडिन्छन्। यसलाई स्वाधिष्ठान चक्र भनिन्छ। यसभन्दा माथि पनि नाडी गुच्छकै आधारमा नाभि प्रदेशमा मणिपुर चक्र, हृदय प्रदेशमा अनाहत चक्र, रुद्र घण्टीभन्दा थोरै तल घाँटीको सुरुवात हुने प्रदेशमा विशुद्ध चक्र, 2 आँखी भाउको बीचमा प्रदेशमा आज्ञा चक्र रहेका हुन्छन्। यो नाक यसमा होला योगाभ्यास आदिद्वारा आफू प्राण र चेतनालाई सुखुम्ना नाडीबाट स्वनै सञ्चारित गराउन सक्यो भने यी 6वटी चक्रहरू क्रमशः खुल्दै जान्छन्। यसैलाई तन्त्र शास्त्रमा कुण्डलिनी जागरण भनिएको छ भनेर भनिन्छ। हजुरले नि अनलाइनमा सुन्नुभएको होला कुण्डलिनी जागरण भनेर हजुरले
पढ्नु भएको होला, हेर्नु भएको होला, यही नै रहेछ। 6 चक्रको जाँडपछि अन्तिम स्थानमा सहस्रारमा व्यक्तिको चेतना स्थिर रहन्छ। मूलधाम रहेको कुण्डलिनी शक्ति अन्तश्चेतनाको जागरण सँगसँगै सुखुम्ना नाडीको माध्यमले अघि बढेर चक्रलाई भेदन गर्दै सहस्रासमा प्रतिष्ठित हुनुलाई तन्त्रशास्त्रमा शिवशक्तिको सामरस्य या अभिद भनिएको छ। योगशास्त्रमा पनि व्यक्तिको सूक्ष्म प्राणवायु सुखुम्नामाको माध्यमले सहस्रासमा प्रतिष्ठित हुनुलाई समाधिको स्थिति भनिएको छ। यहाँ समेत्य अर्थात् प्रतिष्ठित भइसकेपछि व्यक्ति फेरि कृतान्तमुखी अर्थात् कालको मुखमा फर्किँदैन। कति महत्त्वपूर्ण अध्याय रहेछ। आज यहाँ धेरै कुराहरू चाहिँ मैले पनि यहाँ पारायण गर्दाखेरि मैले थाहा पाएँ। मलाई त्यति जानकारी थिएन। पहिला त मैले एकपल्ट पढिसकेको थिएँ। मैले एकपल्ट पढिसक्दा मलाई केही पनि जानकारी थिएन। मलाई श्रीहरि नारायण हरिहरि सदाशिव कलिको मनुष्यले जप्यो भने राम्रो हुन्छ भनेर यति मैले थाहा पाएको थिएँ। यो दोस्रो चरणको भागवत पारायण हो मेरो। यो ६ठ खण्डमा पुगेको छु। अलि घैँटामा कतै घाम लाग्ने मेरो पनि भित्रभित्र खुल्लै छ। हजुरलाई पनि यो खुलोस् र आनन्दित होस्। यस श्लोकको श्रीकृष्ण लीलापरक व्याख्या गर्दा यहाँ भगवत धामको महत्त्व गाइएको छ। यहाँ कृपदृश्य यो पदले वशिष्ठ आदि ऋषिहरूलाई लिनुपर्दछ। जसरी उदर अर्थात् पेट सम्पूर्ण शरीरको बीच भागमा हुन्छ, त्यसै गरी ब्रज क्षेत्रको बीच भागमा मधुवन पर्दछ। यस प्रदेशमा वशिष्ठ आदिको आश्रम भएको भन्ने प्रसिद्धि छ। म त गएको छैन, हजुर जानुभएको भने ख्याल गर्नुहोला। त्यसैले वशिष्ठ आदि ऋषिहरू उदर स्थानीय औ मधुवनको नै उपासते अर्थात् नजिरहेको स्पष्ट हुन्छ। आरूढय शब्दको अर्थ यहाँ अनुरागी भक्तहरू भन्ने गर्नुपर्छ। हृदय परमात्माको निवास भए जस्तै वृन्दावन पनि परमात्माको निवास क्षेत्र हो। हृदयबाट नाडीहरू निस्के चाहिँ यहाँबाट अनेक झरना नदीहरू निस्केका छन्। यसरी अनुरागी भक्तहरूले वृन्दावनको उपासना गर्ने अर्थात् यही आसन नमाउने स्पष्ट हुन्छ। यसलाई दहर भन्नुको अर्थ चाहिँ यो कुञ्जलता आदिको कारणले झाडीले भरिएको र गुप्त छ भन्ने गर्नुपर्छ। यो गम्भीर छ कुरो बुझ्नुहोला हजुरहरूले। यो शब्दको अर्थ मलाई यसरी अनुरागी भक्त वृन्दावनको उपासना गर्दा अर्थात् यहाँ आसन जमाउने स्पष्ट हुन्छ। यसलाई दहर भन्नुको अर्थ चाहिँ यो कुञ्जलता आदिको कारणले झाडीले भरिएको र गुप्त छ भन्ने गर्नुपर्छ। यहाँबाट चाहिँ ती भक्तहरू शिरह अर्थात् परमात्मा निवास गर्न नन्नगृहमै पुग्छन्। शिरह शब्दको अर्थ गर्दै सनातन गोस्वामी लेख्नुहुन्छ शिरोभूतम नन्दीश्वरम श्रृङ्गरूपम। यसको अर्थ ठुला सिंह हुने गाई गोरुहरूको स्थान नै भगवानको लागि प्रिय निवास भन्ने हुन्छ भनेर बाबाले लेखिबक्सन्छ महाराज। गाई गोरुहरू धेरै रहेका नन्दका घरमा परमात्मा रहनुहुन्छ। यो नै भगवानको परम धाम अर्थात् सर्वश्रेष्ठ स्थान हो। वेदमा पनि परमात्माको स्वरूपलाई यसै रूपमा बताइएको छ। यत्र गावो भुरी श्रृङ्गा अयासह अत्रहा तदु गुरुगायस्य विष्णयः परम पदम पवाति भुरी भनेर लेखिएको छ। ऋग्वेद 1:145.6 अर्थात् यहाँ जहाँ ठुला सिंह भएका गाईहरू गोरुहरू रहन्छन् त्यही नै सबै कामना बढाउने उरुगाय परमात्माको परम पद हो भनेर लेखिएको छ। कुनै पनि व्यक्ति इह समेत अर्थात् यो परमात्माको क्षेत्रमा आइपुग्यो भने त्यो फेरि कालको मुखमा पर्दैन भनेर बाबा व्याख्या गरिबक्सन्छ महाराज। यसरी यहाँ भगवत धामको दर्शन गर्नुको महत्त्व बताइएको छ। यस प्रकार यस श्लोकमा नाभि र हृदय प्रदेशका तिथि स्वरूपमा परमात्मा चिन्तन गर्ने अनि सबैलाई अतिक्रमण गरी शिरमा पुग्ने यौगिक प्रक्रिया बताइएको छ। यी सबै भावलाई संग्रह गरी श्रीधर स्वामी लेख्नुहुन्छ उदरादिशुः यः पुंसां चितितो हो मुनिर्वत्मभि हान्ति मृत्यु भयं देवो ऋतगतम तमोपास्महे भनेर लेखिएको छ। यहाँ बाबा नेपालीमा व्याख्या गरिबक्सन्छ। अर्थात् मुनिहरूले आफ्ना प्रक्रिया अनुसार वैश्वानर अन्तर्यामी आदिको चिन्तन गरिएको जुन परमात्माले मृत्युको भावलाई भयलाई नष्ट गरिदिनुहुन्छ त्यस्ता हृदयस्थ परमात्माको उपासना गर्दछौँ भनेर बाबा व्याख्या गरिबक्सन्छ महाराज। 1008 डाक्टर रामानन्द गिरिजु महाराजद्वारा भागवतमा लेखिएका संस्कृतका श्लोकलाई नेपालीमा यसरी व्याख्या गरेका शब्दहरू यहाँलाई मैले मेरो फेसबुकबाट श्रवण गराउने जमर्को मात्रै गरेको छु। सो कृत विचित्र योनिषु विसन्निभेतु तयः तरत
चक्रास्य न लपतः सुकृतानुकृतिः अथ वितथासुः मुसु वितथम तब धाम समम विरज दियो ननन्यः विविपर्ण्यवः एकरसम भनेर यहाँ बताइएको छ। बाबा लेख्नुहुन्छ महाराज भन्नुहुन्छ महाराज हजुर आफूले बनाएका भिन्न भिन्न शरीरमा उपादान रूपले प्रवेश गरे चाहिँ देखिनुहुन्छ। जसरी अग्नि स्वरूपतः एउटै भए पनि दाउरा आदि उपाधि अनुसार त्यस्तै उपाधिको आकारमा देखिन्छ। त्यसै गरी हजुर पनि आफूबाट निर्मित विभिन्न शरीरको आकाशमा आकारित भई चाहिँ प्रतीत हुनुहुन्छ। यसकारण यस श्लोक र परलोकका कर्म र कर्मबाट विरक्त हुनाले शुद्ध चित्त भएका साधकहरू विनाशपन एवं मिथ्या शरीरमा स्वतः निर्विशेष एवं एकरस रूपले हजुरको स्वरूपलाई जान्नेछन् भनेर बाबा व्याख्या गरिबक्छ। महाराज विवरणमा लेख्नुहुन्छ महाराज यस श्लोकमा परमात्मा उपाधि भेदले रहित हुनुहुन्छ भनी बताइएको छ। यसभन्दा अघिल्लो श्लोकमा परमात्मालाई नाभि प्रदेश हृदय प्रदेश आदिमा चिन्तन गरिने बताइएको थियो। त्यहाँ के शङ्का भयो भने नाभि प्रदेश परमात्माको नाभि प्रदेश या हृदयमा परमात्मा चिन्तन गर्नको लागि ती ठाउँमा परमात्माको सम्बन्ध छ या छैन, यदि ती स्थानमा परमात्माको सम्बन्ध छैन भने भन्ने हो भने त्यहाँ ध्यान गरेर परमात्माको ईश्वरको साक्षात्कार गर्न कसरी गर्ने भनेर क्वेसन मार्क गरिएको छ। यहाँ यदि ती स्थानमा यदि परमात्माको सम्बन्ध छ भने शरीरका साथ सम्बन्धित हुनुहुने परमात्मा जीव जस्तै भइहाल्नुभयो। जसरी जीव शरीर र आदि उपाधिका साथ सम्बन्धित भएकाले परतन्त्र अल्पज्ञ अपूज्य छ, त्यसै गरी परमात्मा पनि शरीर आदि उपाधिका साथ सम्बन्धित हुनुभएको छ भने उहाँ पनि अपूज्यताको आपत्ति आइपर्ला। यदि परमात्माको शरीर आदि उपाधिसँग वास्तविक सम्बन्ध छैन, केवल अज्ञानको कारणले सम्बन्ध भइ चाहिँ प्रतीत भएको मात्र हो भने पनि समस्याको समाधान हुने देखिँदैन भनेर बाबा लेखिबक्सन्छ महाराज। किनभने वेदान्तमा जीवको पनि शरीर आदिसँग वास्तविक सम्बन्ध छैन, त्यो केवल अज्ञान कारणले देखिएको हो भनिन्छ। त्यसो भए जीवको ध्यान गरेर पनि मोक्ष हुनु पर्यो। यी सब अनेक आशंकाहरूको उत्तरको रूपमा यो श्लोक आएको छ भनेर बाबा व्याख्या गर्नुहुन्छ। यहाँ परमात्मा जीवको रूपमा अनेक औपाधिक भेदले युक्त हुँदा पनि वास्तवमा चाहिँ अद्वितीय हुनुहुन्छ भनी बताइएको छ भनेर 1008 डाक्टर रामानन्द गिरिजु महाराजद्वारा यसरी नेपालीमा भागवतमा लेखिबक्सन्छ महाराज। स्वकृति विचित्र योनिसु अर्थात् आफैले उत्पन्न गरेका अनेक प्रकारका शरीरमा परमात्मा आफै प्रवेश गर्नुहुन्छ। यसलाई तैत्तिरीयोपनिषद 2.6 तत्सृष्ट्वा तदे बानु प्रवासित अर्थात् जगतको रचना गरी त्यही भित्र प्रवेश गर्नुभयो भनी बताइएको छ। त्यसरी परमात्माले संसार रच्नुभयो अनि हृदयभित्र पस्नुभयो भनी बताइएको सुन्दा सामान्य मानिसहरूलाई के शङ्का हुन्छ भने यो कुनै व्यक्तिले घर बनाई प्रवेश गरे चाहिँ हो। जसरी घर बनाउँदा लामेर छ, अर्को दिनमा पारायण गर्नुपर्ला जस्तो लाग्यो। अब एकछिन सुनौँ हजुरहरू। फेरि यो निकै महत्त्वपूर्ण र निकै चाहिँ सान्दर्भिक वृन्दावनको बारेमा, श्रीकृष्ण भगवानको बारेमा, यो हाम्रो चाहिँ योगाभ्यासको बारेमा आदि कुराहरू चाहिँ वर्णित गरेको अध्याय रहेछ। मलाई नि यो दोस्रो पटक चाहिँ भागवत पारायण गर्ने मेरो एउटा सुअवसर प्राप्त भयो, जो चाहिँ मलाई 1008 डाक्टर रामानन्द गिरिजु महाराजले धेरै वर्ष अगाडि बाबु तनी अहिले पढ्दैछला पछि गएर पढेछ है भनेर दिइबक्सेको हुनाले जब मैले भागवत पारायण गरेँ, जति दुःख भए पनि जति सुख भने मनलाई आनन्द दिने कुरा श्रीहरिको नाम उच्चारण गर्यो भने, भागवत पारायण गर्यो भने, भागवत श्रवण गर्यो भने, नारायणको नाम संकीर्तन गर्यो भने, सदाशिव सदाशिव भनेर सदाशिवको नाम उच्चारण गर्यो भने मनमा आनन्द प्राप्त हुने कुरा मैले पनि गरिरहेको छु। हजुरहरूले नि कोसिस गर्नुहोला भन्न चाहन्छु। मान्छे छुट्टै अनि बन्ने घर छुट्टै हुन्छ। अनि इटा सिमेन्ट बालुवा आदिद्वारा घर बनाइसकेपछि मान्छे त्यसभित्र पस्दछ। त्यसगरी परमात्मा पनि संसारभन्दा पृथक हुनुहुन्छ। प्रकृतिका उपादानहरूद्वारा यसलाई रचना गरी उहाँ यहाँभित्र प्रवेश गर्नुहुन्छ भन्ने सामान्य धारणा रहेको हुन्छ। तर उपनिषद सिद्धान्तअनुसार यो बुझाइ ठिक छैन। सृष्टि उत्पन्न गर्नुभन्दा अघि परमात्मा बाहेक कुनै दोस्रो वस्तु थिएन जसको प्रयोग गरी परमात्माद्वारा संसारको रचना गरिएको होस्। सदैव सौम्य म ग्रह आसीदेक मिवादित्यम छन्दोको उपनिषद 6.2.1 अर्थात् हे बाबु, सृष्टि हुनुभन्दा पहिले एउटै सत्य
तत्त्व मात्र थियो, त्यो अद्वितीय थियो जहाँ आफूभन्दा दोस्रो वस्तु नै सम्भव छैन। जहाँ त्यहाँ जगत बनाउनुको के अर्थ हुन सक्छ र भने सोधिएको छ। एउटै परमात्मा जगत बनाउनुको मतलब उहाँ स्वयं जगतको रूपमा देख्नु हो। जो स्वयं जगतको रूपमा देखिएको छ त्यो वस्तु जगतभित्र पस्न कसरी सक्दछ भनेर सोधिएको छ। फेरि कहीँ पस्नको लागि त्यो ठाउँभन्दा आफू सानो हुनुपर्छ। के परमात्मा पनि जगतभन्दा सानो भएकाले घरभित्र मान्छे प्रवेश गरे चाहिँ यहाँ पस्नु भएको हो भनेर सोधिएको छ। यसो पनि होइन, यहाँ जगतभित्र पस्नु भन्नुको तात्पर्य पनि कार्य जगतको रूपमा प्रकट हुनु नै हो। वेदान्त शास्त्रमा जगत र ब्रह्माको कार्य कारण भाव देखाउँदा माटो र घैँटोको दृष्टान्त दिने गरिन्छ। जसरी घैँटो उत्पन्न हुनु अघि केवल माटो मात्र रहेको हुन्छ, घैँटो भन्दा पनि त्यहाँ घैँटोको रूपमा केवल माटो मात्र हुन्छ। यसलाई घैँटोमा माटो पसेको भन्न सकिन्छ। यसरी जगत उत्पन्न हुनु अघि एक मात्र रहेको ब्रह्मा तत्त्व आफै नै जगतको रूपमा बनेकाले त्यसलाई को जगतभित्र पसेको भन्न सकिन्छ। उपादान कारणलाई छाडी कार्यको अस्तित्व हुन नसक्ने त्यो कारण कार्यभित्र प्रवेश गर्नु हो। यसैलाई बुझाउन श्लोकमा हेतुत्वया भन्ने पद आएको छ भनेर बाबाले यसरी भागवतमा संस्कृतमा लेखिएका कुराहरूलाई नेपालीमा व्याख्या गरेर लेखी बक्सेका कुराहरू आजको बिहिबारको दिन एकछिन बेलुकाको पूजापाठ गरी नित्य पूजा यसो आरती गरी आज बिहिबार श्रीहरि नारायणको उपासना गर्ने दिनको रूपमा विशेष रूपमा लिने गरिन्छ। व्रत पनि लेख्ने गरिन्छ, गुरुको बारको रूपमा लिने गरिन्छ र त्यस्तै गरी बगलामुखी आमाको विशेष उपासना पाटनमा रहेको छ मन्दिर, त्यहाँ व्रत जप ध्यान पूजापाठ आदि गर्ने दिनको रूपमा लिने गरिन्छ। बगलामुखी आमाको विशेष पूजापाठ आराधना जप गर्न ध्यान गर्यो भने आमाको दर्शन गर्यो भने पनि असाध्यै राम्रो हुन्छ भनेर बताइएको छ। यस्तो पावन दिनमा वैशाखको अन्तिम दिनको विशेष पावन अवसरमा एकछिन भागवत पारायण गरौँ, आफू पनि पारायण गरौँ। हजुरहरूलाई मेरो फेसबुक लाइभबाट एस्ट्रो रामचन्द्र अधिकारीको चाहिँ फेसबुकबाट हजुरलाई पनि श्रवण गराउँ, हजुरलाई पनि आनन्द हुन्छ भनेर भागवतमा बताइएको हुनाले यदि भागवत पारायण गर्यो, भित्तालाई सुनायो अथवा हजुरहरूले पनि श्रवण गर्नुभयो भने अथवा श्रीहरिको नाम उच्चारण गर्नुभयो भने, नारायणको नाम संकीर्तन गर्नुभयो भने, सदाशिव सदाशिव भनेर सदाशिवको नाम उच्चारण गर्नुभयो भने यो नै भगवानको चरणाबिन्दु जानको लागि मनुष्यको लागि, यो कलियुगको मनुष्यको लागि सर्वोत्तम उपाय हो भनेर भागवतमा बताइएको पाइन्छ, वर्णित गरेको पाइन्छ। गुरुहरूले महाराजहरूले यसरी वर्णित गरेको पाइन्छ। यही भन्दै हजुरबाट आज यो छोटो मिठो भागवत पारायण श्रवण गराउने मैले जमन गरेँ। आउनु होला अर्को दिनमा फेरि मैले यहाँ रहेको कुराहरू नियमित रूपमा सोमबार बिहिबार एकादशी कहिलेकाहीँ अरू दिन पनि मैले जमर्को गर्नेछु र आउँदै गरेको पुरुषोत्तम मेला जेठको 3 गतिबाट पुरुषोत्तममा सुरु हुँदैछ र यसको विशेष पावन अवसरमा नृसिंहधाम सल्यानटारमा विशेष महिमा पर्व त्यहाँ चाहिँ अनुष्ठान हुँदैछ। सबैलाई मेरो तर्फबाट पनि निमन्त्रणा छ। सबै जान्नुहोला, दर्शन गर्नुहोला। त्यहाँ आफ्नो पृथ्वीलाई के गर्नु छ, त्यहाँ पितृयज्ञहरू 27वटा पितृयज्ञहरू त्यहाँ चाहिँ भइरहेको छ, कार्य हुँदैछ भनेर गुरुहरूले भन्ने गर्नुहुन्छ। महाराजहरूले जान्नुहोला, दर्शन गर्नुहोला। धेरै टाढा छैन। मलेखु चाहिँ यो धादिङ जाने पुलबाट आइएको पुलबाट 50 किलोमिटर टाढा छ भनेर चाहिँ अनलाइनमा मैले चाहिँ यहाँ पढ्न पाएको छु र म पनि प्रचार गर्न चाहन्छु मेरो फेसबुक लाइभबाट र तपाईँहरू सबै जान्नुहोला। नेपालमा रहेको विभिन्न प्रसिद्ध धामहरू छन्, ती धामहरूलाई हामीले चाहिँ दर्शन गरौँ। त्यहाँ चाहिँ हाम्रो पितृहरूको लागि, हाम्रो सबैको लागि, हाम्रो कल्याणको लागि, हाम्रो परिवारको लागि, हाम्रो सुखको लागि नृसिंहधामको पनि हामीले चाहिँ त्यहाँ चाहिँ दर्शन गर्न जाउँ। त्यहाँ 1 महिना चल्दछ, त्यहाँ विशेष पर्व लाग्दैछ। त्यस्तै गरी हाम्रो यहीँ काठमाडौँ रहेको मत्स्य गाउँ मत्स्य नारायण बाबाको विशेष पर्व लाग्दैछ। त्यहाँ पनि आउनुहोला। सबैलाई मेरो फेसबुक लाइभबाट निम्ता गर्न चाहन्छु। यति बेला पुरुषोत्तम मासको बेला श्रीहरि नारायणको नृसिंह नारायणको भगवान नारायणको उपासना गर्यो भने असाध्यै राम्रो हुन्छ भनिएको हुनाले मेरो तर्फबाट पनि निम्ता दिन चाहन्छु र सबैलाई मेरो फेसबुक लाइभमा जोडिनु। मेरो आदरणीय व्यक्तित्वहरू, बुवामा, दाजुभाइ, दिदीबहिनीहरू, इष्टमित्रहरू, वन्दनीय नमनीय गुरुहरूलाई मेरो नमन गर्दै साधुवाद छ। आइदिनु भयो, हजुरहरूले हेरिदिनु भयो, सुनिदिनु भयो। यहाँहरूलाई मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। जसले मलाई 1008 डाक्टर रामानन्द गिरिजा महाराजले धेरै वर्ष अगाडि
म चाहिँ 27-28 वर्षको उमेर थियो मेरो। त्यति बेला भव्य कार्यक्रम, उहाँले धार्मिक कार्यक्रम लगाउनु भएको थियो। त्यति बेला मैले उहाँको संसर्गमा पुग्न पाएको थिएँ र उहाँले जुन भागवत पारायण 11 नभा लगाइन्छ, सायद यहीँबाट होला। उहाँले चाहिँ बाबु तँलाई मैले केही दिन सक्दिनँ, तँलाई मैले एउटा उपहार दिन्छु, तैँले अहिले त पढ्दैनस् होला, भरै पढेछ है बाबु भनेर यही शब्द उहाँले भनिबक्सेको हुनाले जब कोरोना आयो, भूकम्प आयो, त्राही भयौँ हामी, त्यति बेलादेखि मैले भागवत पारायण सुरु गर्ने। गाह्रो भयो मलाई पनि, बाँच्न मरिन्छ कि भन्ने गाह्रो भयो। मैले भागवत पारायण गरेँ, कोठामा पढेँ, कोठा पढ्दा पछि मैले फेसबुक लाइभ पनि गरेँ र मलाई यति आनन्द भयो, यति आनन्द प्राप्त भयो। जति दुःख भए पनि बाबु त श्रीहरिको नाम चाहिँ जप्न नभुल है, भागवत पारायण गर, केही फरक पर्दैन भन्थ्यो भित्र मनबाट। भित्री मनले भन्यो भने श्रीहरि नारायण हरिहरि सदाशिवको कृपाद्वारा हामीलाई भित्र पावर बढ्छ। त्यो पावर भनेको हामीले अन्तस्करणमा त प्राप्त गर्दछौँ। यो मेरो अनुभवहरूलाई सेयर गर्दै बिदा हुन चाहन्छु। फेरि बाँकी रहेको कुराहरू हजुरलाई श्रवण गराउँदै जमर्को गर्नेछु। आउनुहोला, जोडिनुहोला र उनी दयालु प्राकट्य तर अदृश्य रूपमा रहनुभएका ब्रह्माण्डका मालिक, रूप एक स्वरूप अनेक श्रीहरि नारायण हरिहरि सदाशिवको अनुकम कृपा हामी सबैलाई प्राप्त होस्। कहीँ कतै केही भए उहाँद्वारा हाम्रा दुःख कष्ट दूर भएर जाउन्, पाप दूर भएर जाओस्। तन मन वचन कर्म सधैँ सर्वदा श्रीहरि भनेर भित्र मनबाट नाम जप्न रहिरहोस्। नारायण नारायण भनेर यो मनबाट गइरहोस्। सदाशिव भनेर यो मनले जपिरहोस् भन्ने मेरो पनि कामना छ। बिदा हुन चाहन्छु। शुभरात्रि। हजुर सबैको मङ्गलमय कामना। हरि ओम नमो नारायण श्रीहरि नारायण हरिहरि सदाशिव। ओम नमो नारायण हरिहरि सदाशिव। कहिलेकाहीँ नेटको समस्या छ, नेटको समस्याको कारणले पनि हुन्छ। सबैको जय होस्, मङ्गलमय होस्, आनन्दित होस् भन्ने मेरो पनि कामना। हरिनारायण श्रीहरि नारायण व्यक्त गर्दै शुभरात्रि। एकछिन ढिला भयो। हजुरलाई भागवत पारायण गर्यो भने, श्रीहरिको उपासना गर्यो भने, नारायणको उपासना गर्यो भने, सदाशिवको नाम उच्चारण गर्यो भने पनि आनन्द प्राप्त हुन्छ भन्ने कुराले हजुरलाई मैले एउटा जमर्को गरेको हो। सबैको जय होस्, मङ्गलमय होस्।